गुड मर्निङ डिएक्सन ब्रो। जति पनि यहाँ आज उपस्थित हुनुभएको ग्रेट लिडर्स सर म्याम जति पनि आज उपस्थित हुनुहुन्छ यहाँहरूलाई ह्याप्पी गुड मर्निङ डिएक्सन। आज लेबर डेको दिन आज हजुरहरू सबैजनाले विश्व श्रम दिवस आज मनाउनु भयो होला र खुसी छु। आज बिहिबारको दिन पनि पर्यो, आज हप्ताको बिहिबारको दिन र म सञ्जय चौधरी हाल मलेसियाबाट र विगत केही महिनादेखि नै म जुम मिटिङमा होस्टको रूपमा सञ्चालन गर्दै आइरहेको छु र मेरो हाल बसाइ अहिले मलेसियामा रहेको छ भनेदेखि आजको हाम्रो बिहिबारको दिन, हप्ताको हरेक मङ्गलबार र बिहिबार हामी बिजनेस नलेज र प्रोस्पेक्ट बिल्ड सिस्टम होइन, टिमलाई कसरी बढाउने, कसरी हामीले चाहिँ व्यवसाय गर्न सकिन्छ भन्ने कुराहरू बिहिबार र मङ्गलबार हामी मिटिङ गर्दै आइरहेको छौँ भने शनिबारको दिन चाहिँ हामी स्वास्थ्य सम्बन्धी प्रोडक्ट सम्बन्धी नलेज चाहिँ हामी सेयर गर्दै आइरहेको छौँ र आज जति पनि उपस्थित हुनुहुन्छ 14जना, टोटल्ली 14जना र आज उपस्थित हुनुभएको मैले 2-3जना सरहरू चाहिँ नयाँ देखिरहेको छु। यो चाहिँ आज फर्स्ट टाइम हाम्रो जुम मिटिङमा आज फर्स्ट टाइम यहाँहरू जोडिनु भएको छ र यहाँहरूलाई पनि आजको जुम मिटिङमा फर्स्ट टाइम जोडिनु भएकोमा यहाँहरूलाई स्वागत गर्न चाहेँ। हजुरहरूलाई स्वागत छ आजको जुम मिटिङमा र साथै आज बिहिबारको दिन चाहिँ हामी बिजनेस नलेज जुन विगत केही वर्षदेखि चाहिँ बिजनेस कसरी बढाउँदै हुनुहुन्छ र आफ्नो बिजनेसलाई उहाँले चाहिँ कसरी अगाडि बढाउँदै र आफ्नो टिमलाई कसरी उहाँले ग्रोथ गर्दै हरेक चुनौतीहरू पार गर्दै कसरी आउनुभएको छ त, हामीले प्रोस्पेक्टलाई कसरी चाहिँ बुझाइरहेको छौँ, प्रोस्पेक्ट कति प्रकारको हुन्छ भन्ने कुराहरू आज सिक्नेछौँ र बिजनेसको बारेमा पनि हामीले व्यवसाय जुनसुकै चाहे डिएक्सन मात्र नभएर हरेक खालको व्यवसायलाई चाहिँ धेरैभन्दा धेरै सहयोग पुग्ने खालको चाहिँ आजको धेरै छलफल हुनेछ। आज सेसन भन्दा पनि आज चाहिँ विगत केही वर्षदेखि उहाँले चाहिँ जुन चुनौतीपूर्ण कार्यहरूलाई पनि सफल पार्दै धेरै चाहिँ उहाँले विगत 7 वर्षदेखि धेरै कुराहरू सिक्नुभएको अनुभवहरू आज सेयर गर्नुहुनेछ, जो चाहिँ डिएक्सन क्षेत्रमा उहाँले धेरै नै लगाव गर्नु भएर चाहिँ आज उहाँकै कारणले गर्दाखेरि म पनि यस डिएक्सन क्षेत्रमा धेरै नै अगाडि आइसकेको छु र मैले बिल्कुलै 100% मैले आफ्नो माइन्डसेटलाई चेन्ज गरेर मैले एउटा जुन लक्ष्य निर्धारण गरेर चाहिँ म क्लियरिटी आफ्नो बाटो आफ्नो लक्ष्यलाई क्लियरिटी बनाउँदै अगाडि बढिरहेको छु र त्यसै गरी उहाँले दिनुहुने जति पनि सेयरिङ छ, उहाँको अनुभवहरू छ, एकदमै इम्पोर्टेन्ट रहेको छ ताकि तपाईँहरूलाई हरेक दिन गर्नुपर्ने काम, हरेक दिन चाहिँ तपाईँहरूले सुधार्नुपर्ने व्यवहारहरू के रहेको छ त, मैले प्रोस्पेक्टसँग कस्तो खालको मैले कुरा गर्नुपर्छ त, मैले बिजनेसमा चाहिँ मैले कसरी अगाडि बढ्नुपर्छ त भन्ने कुराहरू आज उहाँले सेयरिङ गर्नुहुनेछ र हामी बिजनेसम्यान हो, हामी आफै चाहिँ डिएक्सन कम्पनीको चाहिँ फाउन्डर हो, हामी आफै लिडर हो के डिएक्सन कम्पनीमा चाहिँ हामी आफै लिडर भएर चाहिँ म जस्तै अरूलाई कसरी लिडर बनाउन सक्छु भन्ने कुरा चाहिँ यस डिएक्सनले सिकाउँछ र त्यस कारणले गर्दाखेरि हामीले को हो त हामी आफैले चिनाउन जरुरी छ। यदि हामी साँच्चीकै रियल लिडर हो भनेदेखि हामी यसरी जुम मिटिङमा हामी आफ्नो फेसलाई लुकायौँ भनेदेखि जिन्दगीमा हामीले कहिले पनि सक्सेस भन्ने चिज, हामीले सफलता भन्ने चिज पाउन एकदमै गाह्रो पर्छ। त्यस कारणले गर्दाखेरि हामी जति पनि उपस्थित छौँ हामी एउटै परिवार हो, एउटै फ्यामिली हो, वान वर्ल्ड वान फ्यामिली। त्यस कारणले गर्दाखेरि हामी कोही पनि बाहिरको मान्छे छैन, हामी एउटा घरभित्रकै मान्छे छौँ। सबैजनाले आफ्नो फेस सो गरेर चाहिँ हजुरहरूले म्युट राख्न सक्नुहुन्छ। जति पनि हजुरहरू फेसलाई आफ्नो भिडियो ओपन गरेर चाहिँ
बस्नुहुन्छ। त्यसो हुँदाखेरि चाहिँ जो सेयर गर्नु हुँदैछ आज उहाँलाई चाहिँ केही कुराहरू सेयर गर्नको लागि, अनुभवहरू सेयरिङ गर्नको लागि धेरै नै सहजता हुनसक्छ। त्यस कारणले हामीले ढिलासुस्ती नगरिकन हामी चाहिँ बहुमतको यसमा रुल्स पनि छ। बहुमतको कदर पुग्नुपर्छ, बहुमतको चाहिँ भोट आउनुपर्छ। जति हामी भिडियोमा आउन सक्यौँ त्यति नै हामी एकदमै भाग्यशाली नै मान्छौँ, किनकि आफ्नो डरलाई भगाउन सक्नु नै सबैभन्दा ठुलो कुरा हो। सबैभन्दा ठुलो कुरो भनेको डर। आफूले हाम्रो मनमा डर आफैले पैदा गर्छौँ, त्यही भएर त्यो डरलाई हामीले ढाल्नु पर्यो। त्यो डरलाई जितेर हामीले आजबाट, अहिलेबाट जुम मिटिङदेखि नै सुरुवात गर्नु पर्यो। आफ्नो फेसलाई हामीले देखाउनु पर्यो ताकि आफ्नो डर भाग्छ। त्यसै गरी हजुरहरूले इम्पोर्टेन्ट कुराहरू पाउन सक्नुहुन्छ र त्यो इम्पोर्टेन्ट कुराहरू हजुरले सुनेर मात्र हुँदैन। त्यस कारणले गर्दाखेरि आफ्नो अगाडि केही इम्पोर्टेन्ट कुराहरू लेख्नको लागि पेन र नोटबुक हजुरले साथमा राख्नु होला, किनभने हामी बिजनेसम्यान हो। बिजनेसम्यान हुँदाखेरि हामीसँग केही पनि छैन टुल्स भनेदेखि हामी बिजनेसम्यान हुन सकिँदैन, हामी रियल लिडर बन्न सकिँदैन। त्यस कारणले हजुरहरूसँग के छ नोटबुक र पेन हजुरहरूले रेडी गरेर राख्नु होला। र म आजको गेस्ट हाम्रो चाहिँ अनुभव सेयरिङ गर्नको लागि म बोलाउँदैछु। उहाँ चाहिँ उहाँको घर नुवाकोट रहेको छ भनेदेखि हाल अहिले बसाइ मलेसियामा विगत 3 वर्ष 3 वर्षको उहाँको अन्तराल अहिले चलिरहेको छ र डिएक्सन क्षेत्रमा उहाँको 7 वर्ष चाहिँ भइसकेको छ। र उहाँ यति धेरै स्ट्रगल म्यान, उहाँ आफूले पहिला सिक्नलाई, मेहनत गर्नलाई उहाँले टाइम दिनुभयो, जुन कारणले आज उहाँले हरेक देशबाट चाहिँ इन्टरनेसनल ग्रुप बोनस उहाँले चाहिँ बोनस चाहिँ पाउनुहुन्छ। हेर्नुहोस् त हामीले कति धेरै त्यो ठाउँ पुग्नको लागि सुरुमा हामीले चाहिँ समय र सिक्नलाई चाहिँ हामीले टाइम दिनुपर्ने रहेछ। र विगत 7 वर्षदेखि उहाँले यसै क्षेत्रमा, डिएक्सन क्षेत्रमा धेरै कुराहरू अनुभव गरेर चाहिँ आज उहाँ चाहिँ पोस्टमा चाहिँ उहाँ स्टार डायमन्ड हुनुहुन्छ र साथै उहाँ अब कमिङ सुन डबल डायमन्ड पनि हुनेवाला हुनुहुन्छ। र त्यसै गरी उहाँलाई कङ्ग्रेचुलेसन भन्दै म श्याम श्याम सरलाई देख्दिनँ त म। श्याम तामाङ सर हाम्रो Yes, चाहिँ sir. Oh, sure, sure. हाम्रो चाहिँ एकदमै ग्रेट लिडर, हामीलाई सिकाउनु भने हामीलाई मेन्टर गर्दै आउनुभएको उहाँकै कुराहरूलाई चाहिँ हामीले सिक्दै र सिकाउँदै हामी सेयर गर्दै अगाडि बढ्दै आइरहेको छौँ। र आजको सेयरिङको लागि कसरी अगाडि बढ्नुभयो र तपाईँले प्रोस्पेक्टसँग कसरी तपाईँले व्यवहार गर्नु, आफ्नो टिमलाई तपाईँले कसरी चाहिँ बिल्ड गर्नुभयो, केही कुराहरू हजुरले आज सेयर गर्नुहुनेछ भन्दै श्याम सरलाई आज म आजको मिटिङमा स्वागत गर्न चाहन्छु। श्याम सर, गुड मर्निङ डिएक्सन। Okay, thank you so much. हाम्रो सधैँभरि हामी तपाईँहरू उपस्थित बिच र स्पिकरको र जो मान्छेले हामीलाई सिकाउनुहुन्छ र जो मान्छेलाई हामी सिकाउने एउटा वातावरण बनाउनुहुन्छ होइन, सधैँभरि हामीलाई पुलको काम गरिदिने एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिनु हुने हाम्रो यस अनलाइन जुम वेबिनारका कोअर्डिनेटर आजको लागि हाम्रो होस्ट सञ्जय चौधरी सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उपस्थित तपाईँ सम्पूर्ण धेरै धेरै सधैँभरि उत्साहका साथ आउनुहुने यहाँहरू सबैजनालाई जीवनमा अझ रूपान्तरणको तत्पर रहनुभएका तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु र आजको यस सेसनमा यहाँहरूले पाउनुभएको छ, यो सेसनमा आउनुभएकोमा र यो सेसन तपाईँहरूले पाउनुभएकोमा पनि बधाई दिन चाहन्छु। र अब
सर्वप्रथम त म अ, यहाँहरू सबैजनालाई पक्कै पनि म क्वेसनबाटै सुरुवात गर्न चाहन्छु। केही न केही तपाईँहरूको के छ जिज्ञासा अथवा अ, के चाहिँ सिक्न पायो भने हुन्थ्यो भन्ने जस्तो लाग्छ। तपाईँहरूको समस्या के छ? तपाईँको समस्या के छ भन्नुहोस्। राइट डाउन तपाईँहरूको समस्या भन्नुहोस् त के छ, कसको समस्या छ? वाट डु यु सफरिङ फ्रम इन योर करेन्ट लाइफ स्टाइल, होइन? अहिलेको जीवनमा तपाईँले तत्कालको लागि करेन्ट सिचुएसनमा करेन्ट सर्कमटेन्सेसमा वाट आर यु फेसिङ अ प्रब्लम, वाट्स योर प्रब्लम अन करेन्ट सर्कमटेन्सेस? अहिलेको तत्कालको लागि तपाईँको समस्या के हो? डु यु हेभ हाम्रो एनी प्रब्लम? प्रेम सरको अनम्युट गरेर केही क्वेसनहरू छ भनेदेखि हाम्रो प्रेम सर दृष्टिबिन भएको कारणले गर्दा उहाँलाई चाहिँ प्रेम सर गुड मर्निङ डिएक्सन हजुरको ओके कुनै पनि क्वेसन छ भनेदेखि हाम्रो श्याम सरलाई सोध्न सक्नुहुन्छ। ओके, यु क्यान सोध्न सक्नुहुन्छ है, सोध्न सक्नुहुन्छ अथवा त अहिले लास्टमा सोध्न पनि सक्नुहुन्छ। तपाईँसँग समस्या छैन भने तपाईँ जिउँदो हुनुहुन्न है। सबैसँग समस्या छ। समस्या हेलो नभएको मान्छे मैले भन्ने गर्छु। हजुर, सर, के अरे हजुरको कुरा काटेको जस्तो के अरे सिस्टमको बारेमा धेरै ठिकै सिस्टमको बारेमा एकचोटि बुझ्नुपर्ने थियो सर। नमस्ते सिस्टम भन्दा मर्निङ सबैजना सर म्यामहरूलाई। अब के अरे होइन, मैले सिक्नुपर्ने अब मलाई कुन कुन कुरामा गाह्रो भयो भनेपछि अ, अब इन्डियाको मान्छेलाई बेच्नुपर्ने त्यहाँ पनि एकदमै गाह्रो भयो। अब सबै कुरा भन्छौँ भन्छौँ र पनि हामीले अब दिनुहोस् न त त्यो सामान हामीलाई दिनुहोस् न त भन्दाखेरिमा अब कसरी पठाउने के गर्ने मलाई केही नै थाहा हुँदैन। अनि जस्तै मलेसियाको मान्छेलाई बेच्नु पर्यो अरे, अनि मलेसिया मान्छेलाई कसरी बेच्ने, के गरी कसरी पठाउने, के गरी पठाउने भन्ने कुरा थाहा नै हुँदैन। अनि फेरि यो बर्दियाको अब जस्तै बर्दियामा भयो त्यो अब बर्दियाको मान्छेलाई कसरी पठाउने, के गरी पठाउने यो केही नै अब थाहा नै हुँदैन। अनि नम्बर सम्बर खोज्दाखेरि अब नम्बरहरू अब खोज्दाखेरि नम्बर पनि पत्ता लाग्दैनन्। त्यो प्रकारले अब जहाँ मान्छेले पठाउन माग्यो अब त्यहीँ जाँदाखेरि त अब सम्भव नहोला जस्तो मलाई लाग्छ। अनि के अरे एउटा कुरा त्यो लाग्छ र अर्को कुरा मलाई के लाग्छ भन्दाखेरि अब एउटा क्षयरोग अथवा टिबी अथवा के भयो त्यो टाउकोबाट क्यान्सर, टाउकोबाट अब टाउको भन्छ अब हामीहरूको उता गाउँतिर अब कपाल के अरे अब त्यताबाट क्यान्सर हुँदै आएको छ अरे, एकजनाले हातखुट्टा सबै सुन्निएको छ अरे। अनि उहाँलाई के गर्ने भन्ने विषयमा थोरै सोध्न खोजेको। अब कस्तो लाग्छ हजुरहरूले सबै कुराहरू अब सेयर गर्नु होला नि त। त्यही नै हो अहिलेलाई। अब अरू कुराहरू बुझ्दै गरौँला भन्दै गरौँला नि। ओके, यहाँ दुईवटा कुरा आयो। र यो क्वेसनको लागि, जिज्ञासाको लागि दुवैजनालाई धन्यवाद। हाम्रो प्रभात थिङ सर र हाम्रो प्रेम बहादुर नेपाली सरलाई। पहिलो त म तपाईँहरूले कस्तो क्वेसन सोध्दैछु भन्दाखेरि यो क्वेसन मेरो सतहको क्वेसन होइन, होइन? मैले करेन्ट सिचुएसन भन्नुको मतलब तपाईँको सतहको अहिलेको तत्कालको जुन ठ्याक्कै देखिने समस्या सोधेको होइन, होइन? इन्डाइरेक्टली मैले के सोधेको हो भने तपाईँको लक्ष्य के छ, होइन? तपाईँको लक्ष्य थाहा भइसके पछाडि, जस्तै मैले अघि हाम्रो प्रेम सरको र हाम्रो प्रभात सरको दुइटै क्वेसनलाई एउटै जवाफ दिन कसरी भेट्न सक्छ भन्दाखेरि, जस्तै हामी काठमाडौँबाट पोखरा जान चाहनुहुन्छ भने पहिलो जाने हो कि नजाने कन्फर्म कन्फर्म गर्नु पर्यो। तपाईँ जाने हो भनिसके पछाडि तपाईँले माध्यम अनेक ठाउँबाट खोज्नुहुन्छ, जहाँ मरेर के खोजेर हुन्छ, कहाँ गएर हुन्छ, कसलाई भेटेर हुन्छ, कसलाई खोजेर हुन्छ, कहाँ खोजेर हुन्छ, तपाईँले त्यो जानुहुन्छ।
जाने कारण चाहिँ तपाईँको प्रष्ट हुनु पर्यो पहिला त। पोखरा किन जाँदै हुनुहुन्छ? यदि तपाईँ त्यहाँ जानुहुन्न भने कसैको ज्यान जाँदैछ, कसैको मृत्यु हुँदैछ, त्यो कारण हुनु पर्यो, कारण बलियो हुनु पर्यो। तपाईँ किन जाँदै हुनुहुन्छ होइन? त्यसै गरी हाम्रो प्रोफेसरको के छ, सिस्टम के हो होइन, सिस्टम सिकाउनु पर्यो भन्ने कुरा छ। सिस्टम डाक्टर लिमले अलरेडी तयार गर्नुभएको छ। डायमन्ड बन्ने हो भने 6जना मान्छेले तपाईँले स्टार एजेन्ट बनाउनु पर्यो। यदि तपाईँ डायमन्ड बन्न चाहनुहुन्छ भने 6जना मान्छे 6जना साथीलाई स्टार एजेन्ट बनाउन सिकाइदिनुहोस्। स्टार एजेन्ट बन्नलाई थाहा छैन भने नेपालको 67,500 पिबी पुऱ्याइन सिकाइदिनुहोस् होइन। त्यो 67,500 पिबी एक्लैले पुऱ्याउन सक्दैन भने साथीहरूलाई पनि बाँड्न, साथीहरूलाई पनि भन्न, साथीहरूलाई पनि कफी खान सिकाउन भन्न दिनुहोस्, बस, अरू केही होइन होइन। त्यो सिस्टमको कुरा हो होइन। अनि क्राउन एम्बेसडर बन्न चाहनुहुन्छ भने 20जना मान्छेलाई डायमन्ड बनाउन सिकाइदिनुहोस् होइन। त्यो नर्मल कुरा छ कि? नर्मल छ। तपाईँलाई डायमन्ड बन्नको लागि 6जना साथी चाहिन्छ। 6जना साथीलाई स्टार एजेन्ट बनाइसकेपछि अटोमेटिक डायमन्ड बन्छ। पैसा आउनको लागि हरेक महिना 1200 पोइन्ट भ्यालु नेपालबाट गर्नुपर्छ। सिस्टम त्यही हो है। यदि तपाईँ पैसा आउन चाहनुहुन्छ, डिएक्सनबाटै बोनस आउन चाहनुहुन्छ, कमाउन चाहनुहुन्छ भने चाहिँ महिनाको 1200 पोइन्ट भ्यालु चाहिँ अनिवार्य गर्नै पर्छ। गर्दैन भने पैसा आउँदैन फेरि है होइन। डिएक्सन सिस्टम यही हो। डिएक्सन सिस्टम हरेक महिना नेपालबाट हो भने 1200 पोइन्ट भ्यालु गर्नु पर्यो आफ्नो खातामा। मलेसियाबाट हो भने 100 पोइन्ट भ्यालु आफ्नो खातामा गर्नै पर्यो मिनिमम। त्यो गएपछि आफ्नो पैसा खातामा आयो। अब तपाईँको सिस्टम अनुसार अगाडि पर्सेन्टेज बढाउँदै जाने हो, बढाउँदै जाने भने टिम बढाउँदै जानु पर्यो। 6जना साथीलाई सिकाउनु पर्यो, 6जना साथीलाई स्टार एजेन्ट बनाउन सिकाउनु पर्यो। त्यो अनुसारले उनीहरूलाई पनि त्यही भन्ने सिकाउने हो है। त्यो सिकाउने हो सिस्टमको। अनि हाम्रो प्रेम सरको कुरामा चाहिँ 1 वर्ल्ड 1 मार्केट है। प्रेम सर हजुरले सुन्नु, 1 वर्ल्ड दिनु पर्यो भने हजुर आफै जान सकिँदैन। हजुर क्वेसन यो थियो। त्यस्तो अवस्थामा चाहिँ डिएक्सनले हरेक जिल्लामा सेल्स सेन्टर खोलेर राखेको छ। डिएक्सनले हरेक देशमा ब्रान्चेसहरू खोलेर राखेको छ। तपाईँ मलेसिया आउनै पर्दैन, मलेसिया जानै पर्दैन, दुबई जानै पर्दैन, कुवेत जानै पर्दैन। त्यहाँको साथीलाई त्यहाँ कुवेतको अफिससम्म गएर सामान लिनको लागि त्यहाँको कन्ट्याक्ट नम्बर उपलब्ध गराइदिने अथवा त्यहाँ भएको मान्छेसँग भेटाइदिने। हजुरको साथी जो कोही पनि मलेसियामा हुनुहुन्छ भने मलेसियामा भएको अफिसमा एड्रेसमा, मलेसियाको अफिसको एड्रेसमा अथवा मलेसियाको कन्ट्याक्ट एड्रेसमा साथीलाई जान सहजीकरण गरिदिने होइन। हजुरले सल्यानमा अथवा दाङमा कहाँ छ हाम्रो साथीहरू छ, त्यहाँ भएको अफिसको कन्ट्याक्ट एड्रेस दिएर उहाँहरूको आइडी बनाएर उहाँहरूलाई त्यहाँ जानलाई सल्लाह दिने। हजुरले सक्नुहुन्न भने हजुरको वरिपरि को हुनुहुन्छ, हजुरले नम्बर हेर्न भ्याउनु भएन भने पनि सबै नम्बरहरू हाम्रो वेबसाइटमा छ है। डिएक्सन नेपालको www.dxn-nepal.com चाहिँ हाम्रो डिएक्सन नेपालको हरेक जिल्लाको कन्ट्याक्ट नम्बरहरू छ है। हजुरले हेर्न भ्याउनु भएन अथवा हजुरले सक्नु भएन भने पनि करुण म्याडम त्यही हुनुहुन्छ अथवा जो पनि हजुरले त्यहाँ भन्न सकिने अवस्था छ तपाईँको वरिपरि उहाँहरूलाई यो फलानु ठाउँको अफिसको नम्बर दिनुहोस् भनेर खोज्न लगाएपछि दिइहाल्छ है। त्यहाँ चाहिँ तपाईँको साथीलाई त्यहाँ गएर सामान लिनको लागि यो ठाउँमा छ, त्यहाँ गएर तपाईँलाई के चाहिने हो
चाहिने सामानहरू, जस्तै उहाँहरूलाई थाहा नहुन सक्छ के मलाई के चाहिन्छ त। अघि भने नि त, पोखरा किन जाने भन्ने नै थाहा छैन भने त हामीले बाटो देखाउन सक्छ त? बाटो देखाउन सक्दैन नि त। पहिले त पोखरा किन जाने भन्ने कुरो थाहा हुनु पर्यो, र डिएक्सनको प्रडक्ट किन युज गर्ने र डिएक्सनको सिस्टम किन फलो गर्ने भन्ने कुरो थाहा हुनु पर्यो। त्यो भइसके पछाडि चाहिँ डिएक्सनको प्रडक्ट किन खाने भन्ने कुरो थाहा भइसके पछाडि कसरी खाने, के खाने कुरा भन्ने कुरा त्यो पछि अटोमेटिक खोजिहाल्छ होइन। तपाईँलाई तिर्खा लागेको छ, तपाईँ पानी खोज्न जानुहुन्छ भने पानी खोज्नको लागि जुन जुन माध्यम खोज्छौँ खोजिहाल्छ। कसरी खाने, कहाँ खोज्ने भन्ने कुरा त त्यो दिमागलाई काम दिएपछि दिमागले भनिहाल्छ, यो फलानु ठाउँमा जाऊ, यो खानेकुरा खाऊ, यो खाएपछि तिम्रो समस्या ठिक हुन्छ, यहाँ गएपछि तिमीले टिकट भेट्छ, यो बस चढेपछि तपाईँलाई त्यहाँ पुऱ्याइदिन्छ, यो बस पार्कमा तपाईँलाई पुऱ्याएपछि यहाँ ठाउँमा जाने भनिसके पछाडि तपाईँको त्यो तपाईँ हाम्रो गन्तव्यसम्म पुग्न सक्यो नि त होइन। त्यो भएको कारणले दुवैजनालाई, यहाँ दुवैजना क्वेसनको लागि धन्यवाद छ, र सबैजनाले सुन्ने मौका पनि पाइयो। र विशेष त सिस्टम र हाम्रो प्रभात सरको सिस्टमको क्वेसनमा पोइन्ट भ्यालुलाई महत्त्व के अरे फोकस गर्नु पर्यो। सिस्टम है, र सेल्स भ्यालुले तपाईँलाई बोनस दिन्छ। दुइटै अन्तर सम्बन्धित छ, पोइन्ट भ्यालु र सेल्स भ्यालु। सेल्स भ्यालु 1 महिनाको लागि मात्रै काउन्ट हुन्छ है। तपाईँको पोइन्ट भ्यालु चाहिँ जोड्दै जान्छ, हरेक सामानको अङ्क दिन्छ। मैले अस्तिको क्लासमा पनि भनेको थिएँ, हरेक सामानको डिएक्सनले अङ्क दिन्छ होइन। त्यो अङ्क जोड्दै नेपालमा हुने 67,500, मलेसियामा हुने 4,500, 4500 पिबी पुग्ने बित्तिकै स्टार एजेन्ट बन्छ। त्यसरी 6जनालाई स्टार एजेन्ट बनाएपछि तपाईँ डायमन्ड भइहाल्नुहुन्छ होइन। डायमन्ड भइसकेपछि 37% बोनस दिन्छ, स्टार एजेन्टले 25% बोनस दिन्छ। भर्खरको जोइन भएको नयाँ मान्छेलाई डिएक्सनले 1200 गर्ने बित्तिकै 6% बोनस दिन्छ। मलेसियामा हुनुहुन्छ भने 100%, 100 गर्दाखेरि 100 पिबी गर्दाखेरि बोनस दिन सुरुवात गर्छ 6%देखि होइन। त्यसरी बढ्दै जान्छ। यसको बारेमा पनि हामी क्लास गर्नेछौँ। आज चाहिँ त्योभन्दा अगाडि गर्नुपर्ने क्लास एउटा छ, त्यसको बारेमा हामी चर्चा गर्नेछौँ। यहाँ सबैजना रेडी हुनुहुन्छ? ओके। अब धेरै समय नभएको कारणले गर्दाखेरि म सरस्वती अगाडि बढाउँछु। ओके, आज यो रफ नै भए पनि इम्पोर्टेन्ट छ। ओके, देख्नु भएको छ सबैजनाले? देख्नु भएको छ नि होइन? छ सर एकदम। द राइट मुभ इन डिरेक्सन फर सक्सेस होइन। अब डिरेक्सनमा के कदम चाल्नु पर्यो त तपाईँको सफलताको लागि? तपाईँले अघि भन्नुभएको जस्तै सिस्टममा अगाडि बढ्नको लागि र डिरेक्सनमा क्राउन एम्बेसडर बन्नको लागि अथवा डिरेक्सनमा डायमन्ड बन्नको लागि तपाईँको राइट मुभ के हुनसक्छ होइन। यहाँ स्क्रिनमा नकोर्नु होला सबैजनालाई। यहाँ हाम्रो अर्जुन कुमार भन्ने सरबाट टच भइरहेको छ, टच नगर्नु भयो भने हुन्छ। द राइट मुभ इन डिरेक्सन फर सक्सेस होइन। एक्सलेन्स, एचिभिङ एक्सलेन्सिस एन्ड इन द डिरेक्सन अपर्च्युनिटी है। के हुनसक्छ राइट मुभ डिरेक्सनमा होइन? सही कदम चालेन भने हामी हाम्रो गन्तव्यमा नपुग्न सक्छ। के हुनसक्छ त सही गन्तव्य, सही हाम्रो मुभ, सही कदम होइन? अघि भने जस्तै हामी पोखरा जानुपर्ने थियो भन्ने हामीलाई थाहा भएन भने पोखरा जानुपर्ने मान्छेलाई दाङको बस टिकट काउन्टरमा गएर बस चढेर गयो भने कहाँ पुग्छ? हामी दाङ पुग्छौँ। पोखरा जानुपर्ने मान्छेले झापाको
बसमा चढेर गयो भने हामी कहाँ पुग्छौँ? झापा पुग्छौँ होइन। त्यसरी नै हाम्रो मुभ्स कदम के हुनसक्छ त डिरेक्सनमा सफल हुनलाई होइन, त्यसको बारेमा हामी आज थोरै चर्चा गर्नेछौँ। डिरेक्सन, पहिला डिरेक्सन के हो भन्ने कुरो बुझ्नु पर्यो होइन। मुभ्सलाई राइट मुभ्स इन डिरेक्सनमा सही कदम चाल्नको लागि हामीले डिरेक्सनको बारेमा बुझ्नु पर्यो। डिरेक्सन भनेको ए ग्लोबल लिडर इन हेल्थ एन्ड वेलनेस होइन। डिरेक्सन भन्ने कम्पनी चाहिँ संसारभरिको स्वास्थ्य र कल्याणको इन्डस्ट्रीमा एउटा टप लिडर कम्पनी हो होइन, जसले चाहिँ हामीलाई स्वास्थ्य र कल्याणको कुराहरू सिकाउने गर्छ। अनि त्यसपछि इम्पोर्टेन्स अफ मेकिङ इन्फर्म डिसिजन, के चाहिँ कुराहरू हामी प्राप्त गर्ने त होइन। अघि भने जस्तै तपाईँको, मैले सुरुवातमै सोधेँ तपाईँको समस्या के छ। हाम्रो समस्या भनेको चाहिँ मलाई टाउको दुखिरहेको छ, मलाई भोक लागिरहेको छ, त्यस्तो खालको समस्या सोधेको होइन। मैले सोधेको समस्या भनेको तपाईँको उद्देश्य के छ, तपाईँको उद्देश्यमा के कुराहरू प्रब्लम अथवा च्यालेन्जेसहरू आइरहेको छ। यदि तपाईँ डिरेक्सनमा जोइन भइसक्नु भएको, सबैजना जोइन भइसक्नु भएको छ, नयाँ छैन, आज विशेष हाम्रो लिडरहरू विशेष त हामी अलिकति एडभान्स नै कुराहरू हुने भएको कारणले गर्दा सबैजना जोइन भइसकेको छ, लिडर अनि डिस्ट्रिब्युटर नै हुनुहुन्छ भनिसकेपछि तपाईँको च्यालेन्जेसहरू इन यो करेन्ट लाइफस्टाइल र करेन्ट सर्कमस्टेन्सेस, वाट आर द च्यालेन्जेस इन योर लाइफ होइन। भनेको मतलब त्यो च्यालेन्जेसहरूलाई हामी कसरी त्यसलाई फेस गर्ने त भन्ने कुराहरू डिसिजन हाम्रो हुनुपर्यो, राइट डिसिजन। अघि भने नि त राइट मुभ हुनको लागि हाम्रो कदम कहाँ हुनु पर्यो त, डाइरेक्सन सही हुनु पर्यो नि त होइन। हाम्रो डाइरेक्सन चाहिँ पूर्वमा जानुपर्ने तर पश्चिमको डाइरेक्सन दिएर त्यसो भयो भने हामी राइट डाइरेक्सनमा पर्दैन र हाम्रो डिसिजन रङ हुनसक्छ होइन। हाउ द राइट मुभ क्यान लिड टु द सक्सेस इन डिरेक्सन, अब त्यसको बारेमा हामी अब चर्चा गर्नेछौँ। अन्डरस्ट्यान्डिङ द डिरेक्सनलाई बुझ्नको लागि चाहिँ पहिलो त हामीले डिरेक्सनमा अगाडि बढ्नलाई डिरेक्सनलाई नै बुझ्नु पर्यो होइन। त्यो बुझ्नको लागि चाहिँ हामीले के बुझ्नु पर्यो भन्दा पहिलो नम्बरमा भिजन एन्ड मिसन अफ डिरेक्सन। डिरेक्सनको भिजन र मिसनमा तपाईँको भिजन र मिसन जोड्न सकिरहेको छ कि छैन होइन। तपाईँको भिजन के छ यो त क्लियर हुनु पर्यो पहिलो कुरा होइन। क्लियर छैन भने अब बनाउनु पर्यो। अनि सुरुवातमा म पनि थिएन होइन। मेरो कुरा गर्नु पर्दाखेरि चाहिँ डिरेक्सन सुरुवात गर्नुभन्दा अगाडि जो चाहिँ म एक सामान्य एक स्टुडेन्ट रूपमा काम गरिरहेको मान्छे, मैले पढ्दा पढ्दै डिरेक्सन सुरुवात गरेको ब्याचलर पढ्दा पढ्दै होइन। म ब्याचलर फर्स्ट इयरमा सुरुवात गर्दाखेरि मैले डिरेक्सनको बारेमा बुझ्ने मौका पाएँ। त्यसपछि सेकेन्ड इयरसम्म मैले कलेजलाई कन्टिन्यू गर्न सकेँ। त्यसपछि ब्याचलर सेकेन्ड इयरमा मैले ड्रप आउट गरेँ। डिरेक्सन सुरुवात गर्दाखेरि मलाई पनि केही थाहा थिएन होइन। त्यतिसम्म पनि म ब्याचलरसम्म पढ्दाखेरि पनि मेरो जीवनको यो नै ठ्याक्कै उद्देश्य चाहिँ यो हो भन्ने कुरो मैले फिक्स गर्न सकिरहेको थिएन। 12 वर्षसम्म मैले पढिरहेको थिएँ कलेजमा, स्कुलमा, सबै पढ्दाखेरि एजुकेसनल को रूपमा पढ्दै जाँदाखेरि यो एजुकेसनको लाई नै फोकस गरिराख्दाखेरि 12 वर्षसम्म पढ्दाखेरि पनि जीवनको लक्ष्य चाहिँ यो रहेछ भन्ने चाहिँ फिक्स थिएन होइन। अझ पनि तपाईँहरू पनि जीवनमा के गर्ने, के नगर्ने, के प्राप्त गर्ने भन्ने कुरो फिक्स छैन अथवा टार्गेट सेट भइसकेको छैन भने चिन्ता नलिनुहोस्। अब तपाईँ डिरेक्सनमा आइसक्नु भएको छ होइन। डिरेक्सनमा हरेक कुराहरूलाई बुझ्ने मौका पाइसक्नु भएको छ भएपछि अब तपाईँले आफ्नो लक्ष्यलाई सेट गर्ने बेला आइसक्यो। अब भने चाहिँ हामीले आफ्नो लक्ष्य उद्देश्यलाई आफ्नो जीवन हामी कहाँ लाने त, हाम्रो जीवनलाई कतातिर लाने,
के कुरा प्राप्त गर्ने भन्ने कुरा फिक्स गर्ने बेला आएको छ होइन। अब सेट गरिसके पछाडि चाहिँ तपाईँहरूले त्यसलाई कदम प्राप्त गर्नलाई कस्तो कदम चाल्ने भन्ने कुरा चाहिँ आफूले डिसिजन गर्न पर्ने हुन्छ होइन। त्यसै गरी अब भने डिरेक्सनमा आइसक्नु भए पछाडि डिरेक्सनमा यता सक्सेस प्राप्त गर्ने अथवा सफलता अथवा बेटर बनाउने हो भने चाहिँ डिरेक्सनको मिसन र भिजनलाई बुझ्नु पर्यो। डिरेक्सनको मिसन के छ र भिजन के छ? मिसन के हो? डिरेक्सनले हेल्थ र वेलनेसमा संसारभरिको मान्छेलाई स्वास्थ्य, समृद्धि र खुसी बनाउने, हेल्थ, वेल्थ एन्ड ह्याप्पिनेस, यो कुरालाई बुझ्नु पर्यो। अब यति पुरा गर्दा डिरेक्सनको मिसन भिजन चाहिँ हेल्थ, वेल्थ एन्ड ह्याप्पिनेस हुँदा हुँदै पनि तपाईँको त्यो हेल्थ डिरेक्सनको हेल्थ, वेल्थ एन्ड ह्याप्पिनेसको भिजनले तपाईँ र मेरो भिजनलाई पुरा गर्छ कि गर्दैन होइन। हो, त्यो हाम्रो डिरेक्सनको भिजन र मिसनसँग हाम्रो भिजन र मिसनलाई लिङ्क गर्नु पर्यो, जोड्नु पर्यो। यदि डिरेक्सनले भनिराखेको हेल्थ, वेल्थ एन्ड ह्याप्पिनेसमा तपाईँको भिजन पर्दैन भने तपाईँले डिरेक्सनमा अगाडि बढ्न सक्नुहुन्न। तपाईँको मिसन हेल्थमा छैन, तपाईँको भिजन हेल्थमा छैन, वेल्थमा छैन, पैसा कमाउनुमा छैन, अथवा समृद्ध बन्नुमा छैन, अरूलाई हेल्प गर्नुमा छैन, अरूलाई सहयोग गर्नुमा छैन, अरूलाई सिकाउनुमा छैन होइन, अरू मान्छेलाई ज्ञान दिनुमा छैन, आफूले प्राप्त गरेको ज्ञानहरूलाई बाँड्नुमा छैन भने तपाईँको भिजन मिसन डिरेक्सनको भिजन मिसनसँग म्याच भएन अथवा लिङ्क भएन। हो, पहिलो कुरा त हामीले डिरेक्सनको मिसन भिजनलाई बुझ्नु पर्यो र मिसन भिजनलाई बुझेपछि हाम्रो लक्ष्य के छ, हाम्रो भिजन के छ, मिसन के छ, त्यसलाई डिरेक्सनको भिजन मिसनसँग लिङ्क गरेर त्यो प्राप्त गर्नको लागि काम गर्नु होइन। अनि अर्को ग्लोबल प्रेजेन्स एन्ड मार्केट लिडरसिप। डिरेक्सनले संसारभरि आफूलाई उभ्याएको मार्केटमा हाम्रो लिडरसिपले कतिको कुन ठाउँमा हामीले भ्याउन सक्छ होइन। ग्लोबल प्रेजेन्स डिरेक्सनले सबै देशहरूमा गरिसक्यो। आफ्नो प्रेजेन्स चाहिँ आफ्नो उपस्थिति संसारको हरेक देशमा गरिराख्दाखेरि हाम्रो उपस्थिति मार्केटमा कस्तो हुनुपर्छ त्यो कुरो बुझ्नु पर्यो होइन। डिरेक्सनले संसारभरि आफ्नो प्रेजेन्स, आफ्नो उपस्थिति चाहिँ दरिलो तरिकाले संसारभरि पुगिराख्दाखेरि हामी हामी पर्सनल्ली चाहिँ कस्तो खालको लिडरसिप क्वालिटीको मान्छे हो त्यो क्वालिटीलाई हामी अझ मजबुत बनाउनु पर्यो, अझ बलियो बनाउनु पर्यो। अनि अर्को भनेको चाहिँ डिरेक्सनलाई बुझ्नको लागि चाहिँ युनिक सेलिङ पोइन्ट भनेको चाहिँ के हो भन्दाखेरि गानोडर्मा एन्ड वान होल वान मार्केट। अघिको कुरा आयो, अघि हाम्रो प्रेम सरले भन्नुभएको म एक ठाउँमा बसेर पनि धेरै मान्छेले हाम्रो प्रडक्ट कसरी दिने भन्ने कुरा चाहिँ वान होल वान मार्केट। तपाईँ काठमाडौँमा बसेर 77वटै जिल्लामा प्रडक्टहरू दिन सक्नुहुन्छ। त्यो कारण भनेको वान होल वान मार्केट। तपाईँ हामी एक देशमा बसेर, नेपालमै बसेर हरेकवटा देशमा, इन्डिया, मलेसिया, युरोप, गल्फ होइन, अमेरिका, अफ्रिका लगायतका देशहरूमा चाहिँ हामीले हाम्रो डिरेक्सनको प्रडक्टलाई बेच्न सक्छ अथवा प्रमोट गर्न सक्छ। हो, यो नै युनिक सेलिङ पोइन्ट हो हाम्रो लागि। यो अरू कुनै पनि कम्पनीमा छैन। कुनै पनि बिलिनियरहरूसँग यो सिस्टम छैन। ताकि हामी एक देशमा बसेर हाम्रो मार्केट संसारभरि पुर्याउने कुनै पनि बिलिनियर कम्पनीहरू, बिलियन कम्पनीहरूमा पनि बिलिनियर व्यक्तिहरूसँग पनि यो सिस्टम छैन। तर हामी जस्तो सामान्य मान्छेलाई पनि एक ठाउँमा बसेर हरेक देशमा बिजनेस, आफ्नो मार्केट एक्सपान्ड गर्ने मौका दिन्छ। द्याट इज युनिक सेलिङ पोइन्ट, वान होल वान मार्केट। अनि गानोडर्मा इज अ गोल्ड माइन होइन। गानोडर्मा इज अ गोल्ड माइन।
गानोडर्माले चमत्कारिक काम गर्छ होइन। यो कुरो त हामीले बुझ्दै आइरहेका छौँ। यस्तो राम्रो चिज चाहिँ हामीले तपाईँ र म जस्तो सामान्य मान्छे हो नि त होइन। सामान्य मान्छेले पनि गानोडर्मा भन्ने जुन युनिक चिजहरू, चमत्कारिक जडीबुटीको राजा हामीले खान पाइरहेका छौँ होइन, यसरी पिउन पाइरहेका छौँ। अब त्यही मिसाएको चिजले हामी दाँत माझिरहेको छौँ होइन त। पहिला पहिला यसको गानोडर्माको इतिहास भन्दाखेरि चाहिँ चिनिया र जापानिजहरूले चाहिँ आफ्नो सेनाहरूलाई खोज्न लगाएर होइन, जङ्गल जङ्गल खोज्न लगाएर चाहिँ राजा परिवारहरूले मात्रै अथवा एकदमै उपल्लो परिवारको मान्छेले मात्रै खान पाइन्थ्यो। अहिले पनि हेर्नु न, हामी आफै बुझ्न सक्छौँ नेपालको यार्सा गुम्बा कसले खान्छ? किसानहरूले खान पाउनुहुन्छ त? जो सामान्य परिवारले खान पाउँछ त्यसको त लाखौँ पर्छ त। अनि केजी गाई कसरी खान्छ त यार्सा गुम्बा होइन त? किनेर त खानै सक्दैन नि यार्सा गुम्बालाई। त्यस्तै गरी पहिला पहिला यो घानोडरमा रातो च्याउ चाहिँ राजाहरूले सेनालाई खोज्न लगाएर आफू मात्रै खान्थ्यो होइन। तर डिएक्सनले चाहिँ त्यस्तो चिजलाई हामी जस्तो सामान्य मान्छे, गरिब मान्छे, मिडियम वर्गको मान्छे जो सङ्घर्षशील छ, यसलाई नै बेचेर यति राम्रो चिज बेचेर तिमीले पैसा पनि कमाउन सक्छ है भनेर हामीलाई दिएको छ। यति राम्रो चिज ल पहिला पहिला महाराजाहरूले मात्रै खान्थ्यो। एउटा राजनीतिक भनाइ चाहिँ के छ नेपालमा भने पहिला पहिला एउटा राजा मात्रै थियो, अहिले धेरै राजा भने जस्तै डिएक्सनले हामीलाई राजै बनायो। पहिला एउटा राजाले मात्रै खान्थ्यो, अहिले त करोडौँ राजाहरूले खाने भयो, हामी सबै रानी होइन। पहिला पहिला एउटा राजा मात्रै खान्थ्यो, एउटा देशको राजाले मात्रै खान्थ्यो, अहिले संसारभरिको 200वटा राष्ट्रको राजाहरूले हामी जस्तो सामान्य राजाहरूदेखि लिएर दुबईको राजाहरू, राजकुमारहरूले खान्छौँ, हामी पनि राजकुमार होइन। त्यो मौका चाहिँ डिएक्सनले मात्र दिन्छ क्या। एन्ड द्याट इज युनिक सेलिङ पोइन्ट। यो पोइन्टलाई समातेर तपाईँ र मलाई स्वस्थ पनि बनाउँछ, समृद्धि पनि बनाउँछ, हामीलाई देश विदेशमा चिनाउने पनि बनाउँछ। त्यही दुईटा पोइन्ट के हो? गानोडर्मा भन्ने चिज बेचेर, त्यो पनि संसारभरिको मान्छेलाई के प्रयोग गरेर? वान वर्ल्ड वान मार्केटको यो सिस्टमलाई प्रयोग गरेर हामीले दुबईमा बसेको मान्छेलाई पनि प्रडक्ट खान सक्छौँ। म यहाँ बसिरहेको छु, म दुबईको मान्छेलाई पनि प्रडक्ट दिन्छु, कुवेतको मान्छेलाई पनि प्रडक्ट दिन्छु, इन्डियाको मान्छेलाई पनि प्रडक्ट दिन्छु। नेपालमा त भइहाल्यो, मलेसियामा त भइहाल्यो। म पनि मलेसियामा, अहिले मलेसियामा छु, नेपालमा मेरो टिमहरू चलिरहेको छ, दुबईमा मेरो टिमहरू चलिरहेको छ, प्रडक्ट खाइरहेको छ, कुवेतमा खाइरहेको छ, साउदीमा खाइरहेको छ होइन। त्यो भनेको मतलब यदि वान वर्ल्ड वान मार्केट नभइदिएको भए मैले दुबईको मान्छेले डिएक्सन प्रडक्ट खाऊ भनेर सक्थ्यो त? अफिस नै छैन भने के गर्ने? मलाई डिएक्सन प्रडक्ट एकदमै मन परेको छ। म साथीहरूलाई पनि भनेको छु, तर दुबईमा फ्याक्ट्री छैन, के अरे अफिस छैन भने मैले भन्न सक्छु, दुबईको साथीलाई भन्न सक्छु। तर डिएक्सन अलरेडी 200वटा देशमा झन्डै झन्डै पुगिसक्यो। अहिले भर्खरै साउदर्न अफ्रिकामा, इजिप्टमा पनि डिएक्सन सिस्टम खोलिसकेको छ। अफ्रिकाको देशहरूमा, धेरैवटा देशमा अहिले डिएक्सन मार्केट ठुलो मार्केट छ होइन। अमेरिकामा सबभन्दा ठुलो मार्केटहरू छ। डिएक्सनको अहिले लार्जेस्ट मार्केट भनेको अमेरिका हो होइन। त्यसपछि मिडल इस्ट हो र अफ्रिका, त्यसपछि एसियाको देशहरू पर्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ यस्तो युनिक चिजहरूलाई बेचेर एउटा बेच्नु भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ बेच्नुको महत्त्व पनि बुझ्नु पऱ्यो हामीले। बेच्नु भनेको उसको फाइदाको लागि, उसको जीवन रूपान्तरणको लागि, हाम्रो कारणले गर्दाखेरि राजा महाराजाले खाने चिज मात्रै उहाँले
पनि उहाँले पनि खान पाउने अवसर दिइरहेछ होइन। देश विदेशमा आफ्नो पहिचान बनाउने अवसर दिइरहेछ। केले गर्दाखेरि डिएक्सनले गर्दा। त्यो के हो? वान मार्केट एन्ड गाना डरमा है। अब राइट मुभ्स फर सक्सेस। अब के हुनसक्छ राइट मुभ? अब यति बुझ्यौँ, डिरेक्सन भन्ने बुझिसक्यो, डिरेक्सनको मिसन भिजनसँग तपाईँको मिसन र भिजन पनि लिङ्क भइसक्यो होइन। त्यो भइसके पछाडि चाहिँ एकछिन है, फोन आएछ यहाँ। त्यो भइसके पछाडि अब के गर्नु पर्यो भन्दाखेरि चाहिँ नलेजलाई बिल्ड गर्नु पर्यो। अब डिरेक्सनको भिजन मिसनलाई बुझेपछि अब के बुझ्नु पर्यो? अर्को अघि कुरा आयो, अन्डरस्ट्यान्ड, बिल्ड द नलेज। अब नलेजलाई गेन गर्नु पर्यो। नलेज के को भन्दाखेरि प्रडक्टको बारेमा बुझ्नु पर्यो, गानोडर्माको बारेमा, स्पारुलिनाको बारेमा होइन, मोरन्जीको बारेमा। प्रडक्टलाई बुझ्नु पर्यो कि प्रडक्ट, अन्डरस्ट्यान्डिङ द प्रडक्ट। तपाईँले प्रडक्ट थाहा छैन भने, प्रडक्टको फाइदाको बारेमा थाहा छैन भने तपाईँ बाहिर गएर साथीले भन्न सक्नुहुन्न। अघि भने जस्तै पोखरा जाने पर्ने भन्ने नै थाहा छैन भने त कसरी जाने भन्ने कुरो त थाहै हुँदैन। पहिला त किन जाने पोखरा, जाने कि नजाने? अब तपाईँले थाहा हुनुभयो डिरेक्सनमा सफल बन्ने कि नभने, डायमन्ड बन्ने कि नबन्ने। डायमन्ड बन्ने भए त कसरी बन्ने भन्ने कुरो त त्यो त तपाईँले आफै पनि खोज्न सक्नुहुन्छ। तपाईँलाई सिकाउने मान्छे धेरै छ डिरेक्सनमा। पहिला तपाईँ बन्ने कि नबन्ने होइन, बन्ने कि नबन्ने। को हुनुहुन्छ बन्ने कि नबन्ने? तपाईँहरूले, म तपाईँलाई क्वेसन गर्दैछु, बन्ने कि नबन्ने? डायमन्ड बन्ने कि नबन्ने? ल त म यहाँ एकछिन कफी खान्छु त्यतिखेरसम्म। ओके, कफीसँगै म चाहिँ मोरन्जी मह है। डिरेक्सनमा त मह पनि माउरी नै नभए पनि मह उत्पादन मिसाएर यहाँ खाँदैछु। ओके, डिरेक्सनकै मह है यो चाहिँ। यहाँ म तपाईँलाई देखाउँछु, जी हनी, प्योर हनी भनेर लेखाएको छ डिरेक्सनको। यस्तो चिज खान पाइन्छ मलेसियामा चाहिँ होइन। नेपालमा पनि आउँछ आउँछ बिस्तारै, तपाईँहरू नआत्तिनुहोस्। ओके, बन्ने कि नबन्ने? कतिजनाको म्यासेज आयो? ओके, समी अख्तर बन्ने सर, प्रभात सर बन्ने, सञ्जय सर बन्ने। ओके, अरू नबन्ने? हाउडे, ओके ओके, ल ठिक छ। छिटो है, छिटो ढिलो म्यासेज गर्ने ढिलै बन्छ नि, छिटो म्यासेज गर्नु हो भने छिटो बन्छ होइन। अघि भने जस्तै पोखरा जाने नजाने भन्ने फिक्स नै छैन भने त अब कसरी पुऱ्याउँछ त? अब पोखरा जानुपर्ने मान्छे दमक झापा जाने टिकट काउन्टरमा टिकट काटेर त पोखरा पुग्दैन होइन। हो, अब बुझ्नु पर्यो। डिरेक्सनको प्रडक्ट बुझिसके पछाडि अब तपाईँले के बुझ्नु पर्यो? डिरेक्सनको सिस्टम, कम्पन्सेसन प्लान भन्छ। डिरेक्सन कसरी पैसा दिन्छ भन्ने कुरै बुझ्नु पर्यो नि त पहिला त होइन। नत्र भने त डिरेक्सन पैसा बुझेन भने त डिरेक्सनमा तपाईँले नेपालबाट 1200 गर्नुपर्ने ठाउँमा 1149.9 मात्रै भयो भने तपाईँको पैसा आएन। 0.1ले मात्रै नपुग्यो भने तर पैसा आउँदैन। त्यही भएर सिस्टमलाई बुझ्नुपर्छ। हो, यो कम्पन्सेसन प्लानलाई बुझ्नु पर्यो। मलेसियामा पनि 100 पोइन्ट पुग्दाखेरि, 100 पिबी पुग्दाखेरि पैसा आउँछ महिनामा होइन, पर्सनल्ली। तर 99.99999 मात्र पुग्यो, 0.1% मात्र पुगेन भने पनि पैसा आएन। त्यही भएर यो प्लानलाई बुझ्नु पर्यो, सिस्टमलाई बुझ्नु पर्यो होइन। अनि डायमन्ड बन्नको लागि अथवा स्टार बन्नको लागि त 4500 पिबी चाहिन्छ मलेसियामा। नेपालमा हो भने 67,500 पिबी चाहिन्छ।
67,500 पिबी पुग्दाखेरि मात्रै स्टाडियम बन्ने मान्छेलाई 66,000 अथवा 67,469 पिबी पुग्दाखेरि पनि स्टाडियम बन्दैन। के हो यो सिस्टम? टार्गेट चाहिँ पुग्नु पर्यो। अब तपाईँ डायमन्ड बन्नको लागि तपाईँले 4जना मान्छे 5जना मान्छेलाई स्टाडियम बनायो, एउटा पुगेको छैन भने पनि तपाईँ एसटी स्टार डायमन्ड भनेर देखाउँदैन होइन। त्यही भएर चाहिँ सिस्टमलाई बुझ्नु पर्यो होइन। सिस्टम बुझ्ने भनेको चाहिँ त्यो कारणले हो। सिस्टम बुझ्नको लागि चाहिँ अघि भने जस्तै किन गर्ने त होइन, किन बुझ्ने भन्ने कुरा, किन गर्नु पर्यो भन्ने कुरो बुझिसकेपछि अब कसरी गर्ने त भन्ने कुरो त आइहाल्छ। डिएक्सन किन गर्ने मात्रै बुझ्नु पर्यो तपाईँलाई, अरू केही बुझ्नु पर्दैन। किन गर्ने त भन्ने बुझिसके पछाडि कसरी गर्ने भन्ने कुरो त तपाईँ आफै खोज्न सक्नुहुन्छ, अथवा तपाईँलाई सिकाउने मान्छे धेरै छ होइन। त्यही भएर चाहिँ किन गर्ने भन्ने कुरा चाहिँ मेन कुरा हो, कसरी गर्ने भन्ने कुरो पछाडि आउँछ होइन। अब त्यसपछि चाहिँ अब तपाईँलाई प्रडक्टको बारेमा पनि थाहा भयो होइन, सिस्टमको बारेमा थाहा भयो, त्यसपछि तपाईँले आफ्नो लिडरसिप क्वालिटीलाई चाहिँ डेभलप गर्नु पर्यो। डेभलप भएपछि तपाईँले आफ्नो टिमहरूलाई लिड गर्ने र इन्सपायर गर्ने तरिकाहरू सिक्नु पर्यो होइन। त्यसपछि स्ट्रेन्थेन टिम वर्क, कोलाबरेट इफेक्टिभली, सँगै मिलेर काम गर्ने। अहिले हेर्नु त सञ्जय सरले होस्ट गर्नु भएको छ, मैले बोलिरहेको छु, यो चाहिँ स्ट्रेन्थेन टिम वर्क हो, कोलाबरेट गरेको। एकाअर्कामा सबै मान्छेले एकैचोटि काम त गर्न सक्दैन नि त होइन। म पनि आफै बोल्ने, आफै होस्ट गर्ने अथवा आफै त्यो गर्ने त भ्याउँदैन हो। त्यसरी टिमहरूसँग मिलेर काम गर्नुपर्छ, तपाईँको आफ्नो टिमहरू बनाएर होइन। यस्तै लिडरसिप कुराहरू चाहिँ सिक्नु पर्यो। अब मास्टर अफ प्रोस्पेक्टिङ फलोअप होइन, अघि हाम्रो सन्जय सरले प्रोस्पेक्टिङको कुराहरू गर्दै हुनुहुन्थ्यो, त्यो पाउँछ भनेर भन्दै हुनुहुन्थ्यो। तर आज त्यो नपाए पनि त्यसको बारेमा म भन्न चाहन्छु होइन। त्यसको बारेमा प्रोस्पेक्टिङको बारेमा मास्टरी चाहिँ नेक्स्ट क्लासमा हामी त्यो प्रोस्पेक्टिङ मास्टरीको कुराहरू हामी सिक्नेछौँ। आजको चाहिँ हामी बाहिर सताइको कुरा मात्रै बुझ्छौँ। प्रोस्पेक्टिङ भनेर प्रोस्पेक्ट भनेको के हो? प्रोस्पेक्ट भनेको चाहिँ र प्रोस्पेक्टिङ भनेको चाहिँ के हो भन्दाखेरि, प्रोस्पेक्ट भनेको चाहिँ मान्छे जो चाहिँ सम्भावना ग्राहक भनौँ न, सामान्य बुझ्ने भाषामा ग्राहक, हाम्रो डिएक्सनको भाषामा अथवा डाइरेक्ट सेलिङको भाषामा प्रोस्पेक्ट भन्छ, अथवा अन्य भाषामा भन्ने क्लाइन्ट भन्छ होइन। तपाईँको क्लाइन्ट अथवा तपाईँको ग्राहक, अथवा हाम्रो भाषामा प्रोस्पेक्ट, डिएक्सनमा चाहिँ प्रोस्पेक्ट भन्छ। अब प्रोस्पेक्टलाई प्रोस्पेक्टिङ भनेको चाहिँ उनले कसरी हामीलाई हाम्रो डिएक्सनको बारेमा भन्ने त, प्रडक्टको बारेमा भन्ने भनेको चाहिँ प्रोस्पेक्टिङ। यो अवसरलाई कसरी अरूलाई सुनाउने भन्ने चाहिँ प्रोस्पेक्टिङ भन्ने भित्र पर्छ। प्रोस्पेक्टलाई प्रोस्पेक्टिङ गर्ने कसरी भनेको चाहिँ ग्राहकलाई हाम्रो प्रडक्टको बारेमा कसरी भन्ने भन्ने कुरा हो कि यो प्रोस्पेक्टिङ भनेको चाहिँ। अब प्रोस्पेक्टिङलाई पनि मास्टरै गर्नु पर्यो होइन। हाम्रो एकैचोटि थाहा हुँदैन नि त, डिएक्सनको कुराहरू थाहा भयो, माथिको प्रडक्टको बारेमा थाहा भयो, सिस्टम डिएक्सनको बारेमा थाहा भयो, सिस्टम मार्केटिङ प्लानको बारेमा थाहा भयो। अब त्यसपछि तपाईँ हामीले मान्छेहरूलाई, ग्राहकहरूलाई अथवा क्लाइन्टलाई अथवा प्रोस्पेक्टलाई कसरी इन्भाइट गर्ने त यस्तै मिटिङहरूमा, कसरी उसलाई सुनाउने त डिएक्सनको बारेमा हो, त्यो चाहिँ प्रोस्पेक्टिङ हो होइन। त्यो चाहिँ दुईटा दुईटा हुन्छ। प्रोस्पेक्टिङ गर्ने तरिका चाहिँ नेचुरल एप्रोच र विशेष त हामी नेचुरल एप्रोचमा जानुपर्छ। नेचुरल र प्राकृतिक प्रक्रिया होइन। चिन्नु भएको छ भन्दा ठिकै छ। तपाईँले के खाँदै हुनुहुन्छ, केले दाँत माझ्नुहुन्छ, पहिला बेला हामी सोध्ने गर्थ्यौँ। तपाईँले के, कुन चाहिँ टुथपेस्टले दाँत माझ्नुहुन्छ अथवा कुन चाहिँ मन्जलले दाँत माझ्नुहुन्छ भनेर सोध्थ्यौँ हामीले चाहिँ। अनि उहाँहरूले आफ्नै आफ्नै ब्रान्डहरू पहिलेदेखि युज गरिराख्ने ब्रान्डहरूको बारेमा भन्नुहुन्थ्यो। र हामीले चाहिँ कसरी भन्थ्यौँ भन्दाखेरि, म चाहिँ यस्तो खालको यो डिएक्सन भन्ने कम्पनीको टुथपेस्ट युज गर्छु, यसले चाहिँ दाल माझ्ने मात्रै होइन कि, यसले चाहिँ तपाईँले काटेको ठाउँमा नि, पोलेको ठाउँमा नि, कहिलेकाहीँ घाउ चोट पटक लाग्दाखेरि पनि, अथवा
कहिलेकाहीँ ज्वरो आउँछ नि, हो त्यो बेला पनि लाउन मिल्ने खालको टुथपेस्टले दाँत माझ्छौँ हामी चाहिँ भनेर भन्छौँ होइन। त्यो भन्दाखेरि युनिक भयो नि त होइन। अरू अरू मान्छेले दाँत माझ्नलाई मात्रै टुथपेस्ट युज गर्थ्यौँ भने ओहो यो मान्छेहरूले त कति धेरै कामको लागि टुथपेस्ट एउटै चिज युज गर्थ्यौँ। हामीले त्यही भएर भन्ने पहिला पहिला हामी नेपालमा चाहिँ एक एक नाम काम अनेक भन्थ्यौँ कि, नाम एक काम अनेक भनेर हामी प्रचार गर्थ्यौँ होइन। हामी मिटिङहरूमा पनि टुथपेस्ट चाहिँ एउटा हो नि त, तर काम चाहिँ अनेक गरिदिने कि होइन। तर काम चाहिँ त्यो खास त दाँत माझ्नलाई हो। तर मान्छेले अनेक अनेक प्रयोग गर्दै गयो किनभने यसले इफेक्ट गर्दैन, यो त नेचुरल हो होइन। यसमा कुनै पनि केमिकल मिसिएको छैन। त्यो भएको कारणले सबै घाउ चोटपटकहरूमा पनि लाउँदाखेरि पनि असर गर्दैन। तर बजारमा पाउने त्यो टुथपेस्टहरूले चाहिँ पेटमा गयो भने क्यान्सर पनि भएको छ भन्ने कुरा डक्टरहरूले कतिपय रिसर्चहरूमा भेटेको छ। तर डिएक्सनको टुथपेस्टमा चाहिँ त्यस्तो खालको हानि गर्ने केमिकलहरू मिसिएको छैन। त्यही भएर टुथपेस्टले दाँत माझ्दा माझ्दै फिजहरू पनि खान्छौँ होइन। हामी लिडरहरूले कतिपयले खाएर पनि देखाउनु भएको छ। डिएक्सनको टुथपेस्ट त अब हामी पानीमा घोलेर पनि पिउँछौँ कहिले घाँटी समाउँदाखेरि हो। यसलाई चाहिँ प्रोस्पेक्टिङ भन्ने हो। यसरी चाहिँ सुनाउने चाहिँ प्रोस्पेक्टिङ हो। यसको लागि चाहिँ स्टोरी टेलिङ हामी बेला बेलामा भनिरहेको छौँ। कथा भन्ने कि उनीहरूलाई कथा चाहिँ कसरी, म त यस्तो यस्तो थिएँ, मैले अघि सुरुवातमा कथा जोडेँ नि त। के भन्यो भन्दाखेरि म पढ्दा पढ्दै डिएक्सनको बारेमा थाहा भयो, म ब्याचलर पढ्दै थिएँ, त्यसको बारेमा डिएक्सनको बारेमा थाहा भइसके पछाडि मैले साँच्चैकै डिएक्सनको बारेमा बुझ्न पाएँ भने चाहिँ त्यो चाहिँ कथा हो। यो कथालाई जोडेर हामीले प्रोस्पेक्टहरूलाई भन्ने तरिका चाहिँ प्रोस्पेक्टिङ हो। र त्यसपछि फलोअप, फलोअप भनेको चाहिँ एकचोटि मिटिङमा आइसक्नु भएपछि तपाईँ मिटिङमा आउनु भएको थियो, खास तपाईँलाई मन परेको कुरो चाहिँ के भयो भनेर सोध्ने कि पछाडि मिटिङ सके पछाडि, अथवा ऊ घर फर्केपछि, अथवा प्रडक्ट युज गरिसके पछाडि उहाँले एकजना साथी जस्तै मानौँ हाम्रो प्रेम सरले अस्ति मिटिङमा जानुभयो। हामी त्यस पछाडि हामी एउटा इन्टरेक्सन सेसन राख्यौँ। अनि त्यो सेसनमा हामीले सोध्यौँ नि त त्यो मिटिङमा कस्तो लाग्यो तपाईँलाई, के कुरो चाहिँ मन पर्यो सबभन्दा भन्दाखेरि प्रेम सरले ओहो म पनि कहिले कहिले गरौँ, कसरी पुगौँ, कसरी सफल हौँ भन्ने भयो भन्ने उहाँले अनुभव सेयर गर्नुभयो नि त। त्यो कसरी थाहा पाउँछ भन्दाखेरि फलोअपले गर्दाखेरि। फलोअप भनेको चाहिँ हामीले मिटिङमा बोलाइसके पछाडि हाम्रो प्रोस्पेक्टहरूलाई अथवा हाम्रो ग्राहक क्लाइन्टहरूलाई उहाँहरूको बुझाइलाई सोध्ने र त्यसको बारेमा बुझेर अझ स्पष्टीकरण दिने काम चाहिँ फलोअप हो होइन। यो हाम्रो डिरेक्सनमा पनि चाहिन्छ होइन। डिरेक्सनमा यो अनिवार्य चाहिन्छ। फलोअप चाहिँ त्यसो हो होइन, त्यसरी गर्न सकिन्छ है। अब डिरेक्सन कोर सक्सेस फ्याक्टरमा हामी बुझाउँ, अब लिभरेजिङ गानोथेरापी। अब सफल हुनको लागि चाहिँ हामीले लिभरेजिङ गर्नु पर्यो। लिभरेजिङ भनेको चाहिँ यो मिटिङ चाहिँ अहिले म बोलिरहेको छ भनेपछि, अहिले म मात्र बोलिरहेको छ भने अहिले कतिजना छौँ हामी, 19-20जना। जति पनि 19-20जना छ हो, यो हजुरहरू सबैले आफ्नो आफ्नो टिमहरूलाई, आफ्नो आफ्नो आफन्त इष्टमित्रहरूलाई चाहिँ गानोथेरापीको बारेमा, डिरेक्सनको मिटिङ बारेमा भन्नु पर्यो कि। त्यसो गरेर चाहिँ म एक्लैले गरेँ भने एकजनाको मात्रै एकजनाले मात्रै गरेको काम भयो। अब 19जनाले गर्दाखेरि चाहिँ हो, यसलाई चाहिँ लिभरेजिङ भन्छ कि। लिभरेजिङ आफ्नो आफ्नो काम चाहिँ 19जनाले गर्दाखेरि त 19 गुणा काम हुने भयो क्या हो यो डिरेक्सनको। अब गानोथेरापी मिटिङहरूलाई पनि पहिला म एक्लैले पढाइरहेको थिएँ, अथवा वीर सर एक्लैले पढाइराख्नु भएको थियो। अब तपाईँ हामी सबैले पढाएपछि त 19-20जनाले पढाउन थालेपछि धेरैजनालाई सिकाउन सकियो नि त। हो, यसलाई चाहिँ लिभरेजिङ भन्छ। बाँड्नको लागि धेरैजनाले बाँड्नु पर्यो हो, यसलाई चाहिँ लिभरेजिङ भन्छ। एजुकेट द अन द पावर अफ गानोडर्मा होइन। गानोडर्माको पावरको बारेमा, यसको अलौकिक शक्तिको बारेमा धेरैजनालाई एजुकेट गर्नु पर्यो, धेरैजनालाई सिकाउनु पर्यो। उहाँहरूले पनि अहिले हामी 18-19जनाले सिकिरहेछौँ भने अब 18-19जनाले धेरैलाई पढाउन थालेपछि, अहिले सिकाउन थालेपछि यसलाई चाहिँ लिभरेजिङ भन्छ। धेरैजनालाई थाहा हुनसक्छ होइन। यो चाहिँ मल्टी लेभल सिस्टममा त्यसरी जान्छ। पहिला एकजनाले मात्रै गर्नुभएको थियो, अब
मैले गरेँ, मैले भने त्यसरी नै 19 20 20 20 गर्दै जाँदाखेरि होइन, अहिले वीर सर एक्लैले गर्नुभएको थियो सुरुवातमा, उहाँले हामीलाई भनेको भन्नुभयो, त्यसरी हामीले अहिले हजारौँको सङ्ख्यामा हामी छौँ होइन। त्यसरी नै लिभरेज हुँदै जान्छ, फैलिँदै जान्छ होइन। यस्तो खालको चाहिँ सिस्टमहरू गानु धर्मको नलेजको बारेमा पनि यसरी नै लिनु पर्यो। अर्को, promoting a healthy lifestyle align with DXN values। हेल्दी लाइफस्टाइलको बारेमा हामी प्रमोट गर्नु पर्यो, गर्दैछौँ होइन। यही कुरा हजुरले पनि गर्नु पर्यो। अब यसको बारेमा साथीभाइ आफन्तहरूलाई सिकाउनु पर्यो होइन। डिएक्सनको भ्यालुजको बारेमा, यसको महत्त्वको बारेमा, अघि भने जस्तै गानु धर्मको महत्त्व, वान वर्ल्ड वान मार्केट महत्त्वको बारेमा सबैलाई सिकाउँदै जानु पर्यो, यसको भ्यालुको बारेमा होइन। कतिजना सुन्दै हुनुहुन्छ? अब आज क्लास लामो होला जस्तो छ होइन भने यो क्लासलाई अब नेक्स्टमा हामी जोड्नेछौँ। कतिजना सुन्नुभएको छ यसो हेरौँ त। होइन भने यो क्लासलाई हामी अझै पनि छ, यो क्लास है अलि लामो नै छ। मैले यो र भर्सनमा बनाएको, भर्खरै तयार गर्दैछु। श्याम सर, यसलाई अझै बृहत रूपमा जानेछौँ। हजुर आजको सेसन हजुरको अझै धेरै नै छ, बाँकी छ। यो चाहिँ अर्को हप्ता चाहिँ हामी पुरा गर्नेछौँ। र हाम्रो वीर सरको केही आजको इम्पोर्टेन्ट आज इन्फर्मेसन केही दिनको लागि म उहाँलाई 5 मिनट टाइम दिन चाहन्छु, किनकि उहाँको ओके आजको एकदम इम्पोर्टेन्ट इन्फर्मेसन भएको कारणले गर्दाखेरि हामी कतिपय सर ग्रेट लिडरहरूले थाहा नहुनसक्छ। त्यस कारणले गर्दाखेरि आज चाहिँ हजुरको एकदम लामो सेसन भएको कारणले गर्दाखेरि सबै कुराहरू पाउनको लागि चाहिँ हामीले अर्को सेसनमा पनि हामी चाहिँ कुरेर बस्नेछौँ। र यसको लागि चाहिँ म हजुरसँग माफी माग्न चाहन्छु, किनभने हाम्रो टाइम एकदमै कम भएको कारणले गर्दाखेरि। र हजुरलाई थ्याङ्क यू सो मच, आजको जुन सेयरिङ दिनुभयो, हामी सबैजनाले इम्पोर्टेन्ट कुराहरू लिन पायौँ, त्यसको लागि थ्याङ्क यू सो मच। र वीर सरलाई केही मिनट 5 मिनटको लागि म समय दिन चाहन्छु। वीर सर, गुड मर्निङ डिएक्सन, हजुरलाई स्वागत छ। ओके, थ्याङ्क यू सो मच, स्पेसली हाम्रो सञ्जय सरलाई र आजको जुन जुमको स्पिकर हाम्रो श्याम सरलाई स्पेसली थ्याङ्क यू सो मच भन्न चाहन्छु। धेरै राम्रो कन्टेन्ट उहाँले सेयर गर्नुभएको छ, जुन चाहिँ कोर्सको कन्टेन्ट उहाँले सेयर गर्नुभएको छ तपाईँहरू सबैजनालाई। अब जसले जति लिन सक्नुहुन्छ, जति तपाईँमा जुन बुझ्न सक्ने क्षमता छ होइन, त्यति हामीले लिन सक्ने हो। सोधी भएको कारणले चाहिँ श्याम सरलाई एकचोटि तपाईँहरू सबैजनाले जसले च्याट बक्समा आएर मेसेज टाइप गर्न सक्नुहुन्छ, उहाँहरूले चाहिँ एकचोटि श्याम सरको लागि र सञ्जय सरको लागि ओभरअलमा थ्याङ्क यू, ओन्ली टिक्यू मात्रै गर्नुहोस्। धेरै लामो लेख्नै परेन होइन, टिक्यू सबैजनालाई, जसले टाइप गर्न आउँछ, लेख्न आउँछ होइन, ओन्ली टिक्यू सर्टकटमा होइन, सबैजनालाई फर्स्ट उहाँ दुवैजनालाई। ओके, उहाँले श्याम सरले थोरै समयमा पनि लगभग 20-25 मिनटमा 30 मिनटमा तपाईँहरूलाई उहाँले वर्षौँको चाहिँ एक्सपिरियन्स र अहिले उहाँले ट्रेनिङ दिँदै गरेको पनि लगभग धेरै समय भइसक्यो। जति मैले भयो त्यति नै उहाँले सँगसँगै मलाई अहिलेदेखि होइन, विगत 5-6 वर्षदेखि नै सपोर्ट गर्दै आइरहनु भएको छ, हरेक एङ्गलबाट, हरेक तरिकाले। त्यस कारणले गर्दाखेरि श्याम सरलाई विशेष धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट होइन, यहाँहरू सबैको तर्फबाट पनि एकमुष्ट रूपमा श्याम सरको लागि। र सञ्जय सरले प्रत्येक दिन अथवा हाम्रो चाहिँ यो प्रोग्रामको लागि जुन अघि श्याम सरले भन्नुभएको छ, पुलको कामको रूपमा ठुलो महत्त्वपूर्ण भूमिका निभाइरहनु भएको छ, त्यसको लागि थ्याङ्क यू सो मच। र अर्को कुरा चाहिँ जसले तपाईँहरूले आफ्नो टिमको लागि प्रत्येक दिन मिटिङ हुन्छ है, हाम्रो जुम मिटिङमा शनिबार हेल्थको सम्बन्धी प्रोग्राम हुन्छ, स्वास्थ्य सम्बन्धी प्रोग्राम हुन्छ, प्रडक्टको बारेमा प्रोग्राम हुन्छ, त्यसपछि हाम्रो मङ्गलबार र बिहिबार यो प्रोग्राम हुन्छ है भनेर जो लिडरले बराबर आफ्नो टिममा जानकारी गराएर र टिमसँग मिटिङमा आइरहनु भएको छ, उहाँहरूको लागि स्यालुट छ।
होइन। जसले तपाईँ त्यो काम गरिरहनु भएको छ, जसले त्यो काम गर्नु भएको छ, युआर अ ग्रेट, युआर डुइङ ग्रेट। होइन, गर्नु भएको छैन गर्नुहोस्, होइन गर्नु भएको छैन गर्नुहोस्। प्रोसेसले स्किप गर्नुभयो भने पाउनुहुन्न। तपाईँले नेचुरल जुन चिज प्रोसेसलाई फलो गर्नुभयो त्यो गर्नु भएन भने कुनै पनि चिज पाउनुहुन्न। अब तपाईँले बच्चा जन्माउनु पर्यो भने तपाईँले 6 महिनामा चाहेर हुन्छ? हुँदैन। यु हेभ टु फलो होइन 9 मन्थ, होइन। त्यो भन्छ प्रोसेस, इट्स अ प्रोसेस, फलो द प्रोसेस एभ्रिथिङ। हामी अहिलेको मान्छे के हुन्छ, सर्टकट, सबै चिज सर्टकट, आज गरेर आजै पाइने, आज गरेर आजै चाहिने। त्यस कारणले यस्तो प्रोसेसले नेचुरल प्रोसेस भन्दा तपाईँ हामी बगेर गयो भने सक्सेस छैन। र कुनै पनि चिज प्राप्त गर्नलाई कि त्यसलाई कति समय लाग्छ, कुन प्रोसेस फलो गर्नुपर्छ, त्यो हामीले इमान्दारीपूर्वक गर्न जरुरी छ। त्यसपछि हामीले सम्भव छ। तपाईँले यहाँ ओभरअल श्याम सरको कुरा पाउनलाई पनि ढिलो आउनु भयो भने छुट्यो, पछि चाँडै जानुभयो भने छुट्यो, हो कि होइन? जो मान्छे समयमा जोइन हुनुभयो र अन्तिम समयसम्म बस्नुभयो उहाँहरूले मात्रै, उहाँले दिनुभयो कन्टेन्ट र आजको मिटिङमा ओभरअल जुन जानकारीहरू, जुन इन्फर्मेसनहरू आएको छ त्यो उहाँले दिन सक्नुहुन्छ, होइन? अनि कतिपय मान्छे के हुन्छ भने सुरुमा पनि ढिलो जोड्छ, लास्टमा पनि चाँडै जान्छ। त्यो भनेको यसो चेक गर्न मात्र आएको, होइन? मिटिङ भएको छ कि छैन, आज के सेयर गर्दो रहेछ श्याम सरले, के सेयर गर्दो रहेछ वीर सरले, सञ्जय सरले के भन्दै रहेछ भन्ने मात्र हुन्छ कि, नट अ रेस्पोन्सिबल। सक्सेस हुने मान्छेको माइन्डसेट र गर्ने तरिकाबाट धेरै फरक हुन्छ कि, धेरै फरक हुन्छ हरेक कुरा, एभ्रिथिङ। हामी 7-8 वर्षमा त्यत्तिकै काम गरेको होइन, त्यत्तिकै यहाँ पुगेको होइन। हजारौँ मान्छेसँग चाहिँ हामीले फेस गर्दै आएको छु, होइन? हाम्रो यहाँ हेर्नुहोस् त, हाम्रो 1-2 जना सरहरू अहिलेसम्म पनि यति डेडिकेट मान्छे छ कि म कतिपय साथीहरू चाहिँ हिजोको वीरथिङ तामाङ भन्दा पनि क्रेजी साथीहरू पनि छ कि यहाँ, होइन? म तपाईँहरूलाई जहिले पनि भन्छु, होइन? उहाँहरू कति क्रेजी छ। हाम्रो चाहिँ जुन तपाईँको हाम्रो पसाङ शेर्पा सर, पसाङपुरी सर, उहाँलाई हेर्नुहोस् त, हरेक मिटिङमा सबभन्दा अगाडि आउनुहुन्छ, ल लास्टसम्म बस्नुहुन्छ। रियली डेडिकेट पर्सन के, रियली डेडिकेट। कुनै दिन पनि बहाना छैन, कुनै दिन पनि बहाना छैन। मेरो नेट चलेन, मेरो उस्तो भएन सर, मेरो यस्तो भयो, गर्मी भयो सर, घरमा फोन गर्नु छ, कहिले भन्यो? प्रायोरिटी तपाईँले के चिजलाई दिनुहुन्छ त्यो चिज तपाईँको बन्नेवाला छ। जुन चिजलाई प्रायोरिटी दिनुहुन्छ त्यो चिज तपाईँको बन्छ। अहिले तपाईँले मिटिङको बेलामा गर्लफ्रेन्डलाई प्रायोरिटी भने गर्लफ्रेन्ड तपाईँको बन्छ, बिहे हुन्छ, पक्कै हुन्छ, होइन? मिटिङको बेलामा तपाईँले चाहिँ सिक्नमा लगानी गर्नुभयो, स्किल डेभलपमा गर्नुभयो, बिजनेस फोकस गर्नुभयो, लक्ष्यमा फोकस गर्नुभयो भने तपाईँको लाइफ त्यस्तै बन्छ। यो युनिभर्सले तपाईँले जे चाहन्छ त्यही दिन्छ के, यो होइन कि तपाईँले नचाहेको चिज दिँदैन भन्ने खोजेको होइन, तपाईँले चाहेको चिज दिन्छ, होइन? तपाईँले के चाहेको थियो, प्रायोरिटी के राख्नुभयो? मन र तनले। मन तनदेखि तपाईँले जे चिजमा तपाईँले लगाव गर्नुभयो, लाग्नुभयो, त्यो चिज तपाईँले पाउनुहुन्छ। कतिपय कुराहरूमा हामी अनकन्सियसली थाहा नभइकन पनि लागिरहेको हुन्छ, त्यसलाई भन्छ हामी आदत, त्यसलाई भन्छ हामी बानी। जुन चिज नराम्रो छ, गर्नै नहुने छ, थाहा छ तर भइहाल्छ। रिल हेर्न मन लाग्दैन तर रिल हेरे गर्छ, आधी घन्टा गइहाल्छ। द्याट्स अ ह्याबिट, एडिक्सन, होइन? हो, त्यो भएरले चाहिँ एकदमै समयलाई प्रायोरिटी गर्नुहोस्। समय एकदमै कम छ, हरेक महिना समय कम छ। मेरो कुरा गर्ने हो भने अहिले हामी लगभग 30 वर्षको हाराहारीमा छ। 30 वर्षको हाराहारीमा समयको क्यालकुलेसन गर्दाखेरि 10 वर्ष त सुतेर मात्र बितेछ, 10 वर्ष त सुतेर मात्र बितेछ हिसाब गर्दाखेरि। हिसाब गर्नुहोस् त, 10 वर्ष त सुतेर मात्र बित्यो। त्यो पनि 8 घन्टाको क्यालकुलेसन गर्यो भने, म 12 घन्टा सुत्यो भने अब कति गयो होला तपाईँ आफै हेर्नुहोस्। अब मैले लगभग एकदमै राम्रो काम गर्ने भनेको मेरो लाइफमा अझै तपाईँको 10-15 वर्ष मात्र हो कि। एकदमै त्यो भित्रमा मैले जे गर्ने हो, जे गर्नुपर्ने, जति वर्ल्ड रेकर्ड गर्नुपर्ने, के गर्ने, पैसा कमाउने सबै काम, अब ओन्ली 10 इयर्स 15 इयर्स कि ओन्ली। मेरो 30 वर्ष भइसक्यो मान्छेको पनि, कतिपय म भन्दा पनि दाइहरू छ, भाइहरू छ। मैले मेहनत गरेको 22 वर्षदेखि हो, देशमा सिस्टममा 22 वर्षदेखि। तपाईँहरू म त भर्खरै के हो भनेछ, 22 वर्षमा मैले बिजनेस गर्नुपर्ने छ भन्ने कुरो थाहा भइसकेको थियो। जागिर खाएर मैले हरेक थरीको जागिर खाइसकेको थियो त्यतिखेर, जागिरको हिसाबमा नेपालमा बसेर एनिथिङ एभ्रिथिङ जागिर। र गभर्मेन्टसँग पनि 4 वर्ष जागिर खाएँ।
हरेक चिज अनुभव गरेँ। लास्टमा सबैभन्दा पर्फेक्ट बिजनेस डिएक्सन मात्रै देखेर हेर्नुहोस्। यहाँ मलेसियामा आएर पनि अनुभव गरिसकेँ, 3 वर्ष हुन लागिसक्यो। यहाँ आएर पनि अनुभव गरेँ यहाँको जिन्दगी, यहाँको चाहिँ सबैभन्दा नेपालको भन्दा पनि सबभन्दा गाह्रो जिन्दगी रहेछ। हेर्नुहोस् विदेशको जिन्दगी, जब लाइफ एकदमै दुःख लाग्दो छ सोचेर हेर्नु हो भने। गाई भैँसी गधा भन्दा पनि हामी लास्टमा हुँदो रहेछ कि जिन्दगीमा पैसाको लागि हामी त्यति धेरै जाँदो रहेछ। एक छाक खानको लागि, एक छाक पैसा कमाउनको लागि जिन्दगी नै हामीले सकिँदो रहेछ, 2-4 पैसा कमाउनको लागि। अनि के इन्जोय गर्ने, के लाइफमा चाहिँ समाजलाई, सोसाइटीले के बेटर गर्न सक्छ, देशले के गर्न सक्छ हामीले। अनि गाली मात्र गरेर हुन्छ त? देशको लागि हामीले के गर्न सक्छ? आफ्नै लागि के गरेका छैन, आफ्नै परिवारको लागि के गर्न सकेका छैन होइन। त्यो भएको कारणले हेर्नुहोस्, बी सिरियस होइन, बी सिरियस। सिरियस भनेको फेरि डिप्रेसनको टाइपको सिरियस होइन होइन। तपाईँको लक्ष्यमा सिरियस हुनुहोस्। तपाईँ लाइफमा अघि श्याम सरले भने तपाईँको भिजन के हो? म डिएसएममा किन जोइन भयो भन्दाखेरि श्याम सरले भन्नु कुरा, मैले लाइफमा जुन गर्नुपर्ने काम ठ्याक्कै डिएसएमसँग म्याच भयो। म स्वस्थ बन्न चाहन्छु, मेरो परिवारलाई स्वस्थ बनाउन चाहन्छु, मेरो समाजको मान्छेलाई स्वस्थ बनाउन पर्छ। त्यो पहिलो प्रायोरिटी। राज्यको पनि त्यो पहिलो प्रायोरिटीमा राख्छ। अनि शिक्षा, एजुकेसन, लर्निङ एभ्री टाइम हामी सिक्न जरुरी छ। शिक्षालाई के रहन्छ पहिलो प्रायोरिटी छ सरकारबाट, गभर्मेन्टबाट पनि। हरेक व्यक्ति इन्डिभिजुअलले पनि त्यो कुरालाई ध्यान दिन जरुरी छ। एभ्री दिन, एभ्री डे सिक्न जरुरी छ। हामी किन मिटिङ गर्दैछ दिनदिनै, टाइममा? एभ्री टाइम हामीले सिक्न जरुरी छ। हरेक लिडरबाट, हरेक साथीहरूबाट सिक्न जरुरी छ। यो होइन कि मैले मात्र सिक्ने, श्याम सरबाट पनि सिक्ने, तपाईँहरूबाट सिक्छौँ हामी, सबै मान्छेबाट सिक्छौँ। सो त्यो भएको कारणले हजुर सबैजनाले प्रत्येक दिन होइन आफ्नो ग्रोथको लागि यो मेरो लागि जोडिनुपर्छ भन्ने छैन तपाईँ होइन। कसैले चाहिँ तपाईँले गाली गर्ला भनेर जोडिनु पनि होइन होइन। कसैको लागि आइदिनु भयो भने त्यो तपाईँको सबैभन्दा घात आफैले गरिरहनु भएको छ। सञ्जय सरलाई गाली गर्ला भनेर आइदिएको म त जुममा भन्ने जस्तो खालको भयो भने नेभर इभर तपाईँको जीवनमा कुनै पनि एङ्गलबाट तपाईँको प्रगति हुनेवाला छैन। लेखेर राख्नुहोस्, त्यस्तो खालको सोचले कहिले पनि हुँदैन। फलानाले मलाई यति धेरै किन इन्भाइट गरिरहेको छ त? पटक पटक मैले नै भन्दा पनि, नो भन्दा पनि यो मान्छेले डिएसएमको मिटिङमा मलाई किन इन्भाइट गरिरहेको छ भने अलिकति सोच्नुहोस् कि त्यो तपाईँको लागि हो होइन। त्यस कारणले आफ्नो तपाईँले त्यस्तो ठान्नुहुन्छ भने आफ्नो साथीहरूलाई ग्रुपमा, आफ्नो टिमलाई लिड गर्नुहोस्। सच्चा दिलले, मनैबाट मान्छेको जीवनमा मेरो एक शब्दले, मेरो सानो प्रयासले अरूको जीवनमा ठुलो चाहिँ तपाईँको एउटा रूपान्तर, एउटा परिवर्तन ल्याउन सक्छ। त्यो भूमिका तपाईँले सक्नुहुन्छ। त्यस कारणले सबैजनालाई म त्यही भन्न चाहन्छु। एउटा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ लगभग हाम्रो टाइम गइसकेको छ। हाम्रो चाहिँ 90 डेजको कोर्सको जुन हाम्रो चाहिँ माइन्डसेट भन्ने च्याप्टर थियो, जुन मेरो आफ्नै, त्यो माइन्डसेट भन्ने च्याप्टर चाहिँ एकदमै बेसिक नलेज छ। जुन चाहिँ तपाईँ 10 वटा चाहिँ भिडियो छ हाम्रो, त्यो चाहिँ भिडियो एकदम जिबी हाई भएको कारणले कतिपय साथीहरूलाई अप्ठ्यारो भयो कि त्यो गुगल ड्राइभमा हेर्नलाई अप्ठ्यारो भयो, गाह्रो भयो भन्ने कुरा भयो। डाउनलोड पनि भएन, गाह्रो भयो भन्ने भएपछि अहिले हामीले त्यसलाई चाहिँ टेलिग्राममा, आज हामीले चाहिँ टेलिग्राममा सक्सेसफुल्ली चाहिँ हाम्रो टेलिग्राममा चाहिँ मजाले तपाईँले हेर्न सक्नुहुन्छ, फाइल पनि डाउनलोड गर्न सक्नुहुन्छ। त्यो चाहिँ हामी फ्री दिन्छौँ। हाम्रो च्याप्टर 1 को छ, जुन चाहिँ तपाईँले एकदम स्किप नहेरिकन लेसन 1 बाट लेसन 10 सम्म हेर्नुभयो भने तपाईँ हाम्रो सपना किन ठुलो देख्नुपर्छ, अनि कस्तो कस्तो मान्छेले पैसा कसरी कमाउँछ, हाम्रो माइन्डसेट कस्तो हुनुपर्छ, त्यसपछि तपाईँको चाहिँ यो डाइरेक्ट सेलिङ बिजनेस कस्तो हो र कुनै पनि डाइरेक्ट सेलिङ बिजनेसमा अगाडि बढ्नको लागि तपाईँले कस्तो कस्तो कुरामा ध्यान दिनुपर्छ, सबै कुरा एकदम स्टेप बाई स्टेप छ। त्यो एकदम फ्री छ सबैजनालाई। हाम्रो टिमबाट सबैजनाले एक्सेस गर्न मिल्छ, त्यहाँ आएर हेर्न मिल्छ, आउन मिल्छ। एकदमै जरुरी छ। तपाईँले सिकिसकेपछि आफ्नो टिमलाई चाहिँ इन्भाइट गर्नुहोस् र हाम्रो प्रत्येक ग्रुपहरूमा, मेन ग्रुपहरूमा, हाम्रो कम्युनिटी ग्रुपहरूमा एड गर्नुहोस् तपाईँको साथीहरूलाई। र कुनै पनि तपाईँले म जहिले पनि बराबर भन्छु, मान्छेलाई ग्रुपमा एड गर्नुभन्दा अगाडि उसँग पहिला सल्लाह माग्नुहोस्। अधिकांश मान्छेले डाइरेक्ट जोइन गरिदिन्छ आफ्नै छोराछोरी जस्तो गरेर होइन। मान्छेलाई, हरेक मान्छेलाई रेस्पेक्ट चाहिन्छ। हेर्नुहोस्, उसलाई पर्मिसन मागेर मात्रै हजुरलाई जोइन गरौँ सर, म्याम, यो ग्रुपमा यस्तो यस्तो इन्फर्मेसन सेयरिङ हुन्छ, यहाँ तपाईँलाई फेरि म्यासेज आएकै गर्छ, तपाईँले म्युट गर्नु होला, तपाईँले हेर्न मन लाग्यो भने हेर्नु होला, तपाईँ सबै तरिका सिकाउनुहोस् मान्छेलाई। सोसियल मिडियामा मान्छेलाई डिस्ट्र्याक्सन पनि हुन्छ, तर म्युट गर्ने तरिका सिक्नुहोस्। तपाईँको ठिङ ठिङ मेसेज आइरहेछ भने तपाईँ के कसरी प्रेजेन्टेसन बनाउनुहुन्छ,
र सबैलाई म्युट गर्नुहोस्, तपाईँले हेर्न मन लाग्यो बेला मात्रै हेर्नु सबै सोसियल मिडिया, नभए तपाईँ डिस्टर्ब हुन्छ। त्यो जानेन भने तपाईँ आफै पनि फ्रस्ट्रेट भएर जान्छ। हामी जस्तो मेरो जस्तो ग्रुपमा मेरो त कतिवटा ग्रुप छ, रोहित सरको छुट्टै ग्रुप छ, वर्ष सरको छुट्टै छ, सामीको छुट्टै छ, सञ्जय सरको छ, श्याम सरको छ, अनि कति छ कति, मेरो आफ्नै कति ग्रुप छ। त्यस्तो भयो त मेरो त मेसेज त यो मकै भुडिया जस्तै टिङ 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 गरे हुन्छ। मेरो मेसेज एउटा पनि टिङ टिङ आउँदैन, किन सबै म्युट हुन्छ। मैले हेर्न मन लागेको बेलामा, मैले चेक गर्न मन लागेको बेलामा म चेक गर्छु, जब म फुर्सद हुँ, जब मेरो काम सकिन्छ। तर चेक चाहिँ गर्नुपर्छ बेला बेलामा, केही इम्पोर्टेन्ट मेसेज आएको छ कि, कसैले केही सेयर गरेको छ कि, कुनै विषयवस्तु केही मिटिङ प्रोग्राम हुँदैछ कि, त्यो अपडेट भएन भने लिडर पछि पर्छ। त्यस कारणले साथीहरू सबैजना सिक्नुपर्छ, सबैजना सेयर गर्नुपर्छ। सञ्जय सरलाई तपाईँहरूले चाहिँ भन्नु होला, सञ्जय सर मेरो पनि के सेयरिङ गर्छु, टेस्टिमोनियल सेयर गर्छु, प्रडक्टको बारेमा सेयर गर्छु, मेरो 1-2जना साथीहरू आउँदै हुनुहुन्छ भनेर उहाँलाई भन्नुहोस्, सञ्जय सरलाई भन्नुहोस्, अथवा मलाई पर्सनली भन्न पनि मिल्छ। त्यस कारणले तपाईँको जीवनमा अगाडि बढ्नको लागि कुरेर नबस्नुहोस्। अघि सासुले भनेपछि त पोखरा जान्छु भनेर मात्र बसिरह्यो भने बसेको बसै हुन्छ। अब पोखरा जान्छु भनेर किन जान्छु थाहा छ भने उसले हिँडिसक्यो भने, अब बस चढिसक्यो भने चाहिँ पुगिहाल्छ। त्यही भएर धेरै फरक छ हेर्नुहोस्। सो तपाईँहरू सबैजनालाई आफ्नो टिममा आज 1जना होला, 2जना होला, 3जना होला, 10जना होला, 20जना होला ह्यान्डल गर्नुहोस्। तपाईँको रेस्पोन्सिबिलिटी आफ्नो टिमलाई सही मेसेज दिने, सही कुरा सिकाउने, सही कुरा समयमा बुझाउने। यदि मैले पठाएको इम्पोर्टेन्ट मेसेज तपाईँले 1 दिन पछाडिमा दिनुभयो भने यु आर नट अ रेस्पोन्सिबल लिडर, तपाईँ लिडर बन्नुहुँदैन। हाम्रो माथिबाट आएको मेसेज, टप म्यानेजमेन्टबाट आएको मेसेज हामी तुरुन्तै फरवर्ड गरिदिन्छ, 1 सेकेन्डमा लाग्दैन हाम्रो मेसेज फरवर्ड लिडरलाई त्यो भन्नलाई। माथिबाट जति पनि हाम्रो ठुलो लिडरहरूबाट आएको चेन अफ कमान्डमा चल्छ बिजनेस होइन, हरेक ठाउँमा। त्यो भएको कारणले चाहिँ कम्पनीबाट आएको मेसेजलाई भोलि तुरुन्तै हाम्रो चाहिँ आज लिडरहरूको मिटिङ गर्नु पऱ्यो, डायमन्डहरूको मिटिङ गर्नु पऱ्यो भने चाहिँ मेसेज आएको छ वाट्सएपमा, लिङ्क सेयर गरिसकेको छ, अनि मैले भोलि मात्र हेऱ्यो भने मेरो टिम सबै छुटेन। ग्रुपको महत्त्व कति धेरै हुन्छ तपाईँले ग्रुपको महत्त्व थाहै छैन। त्यसले ग्रुपको महत्त्वलाई बुझ्नुहोस्। एकदम छिटो फलोअप गर्नलाई ग्रुपले धेरै सपोर्ट गर्छ, र ग्रुपमा एक्टिभ छ कि छैन तपाईँको ग्रुप चेक गर्नुहोस् फेरि। अनि एकलाई आफू मात्र चाहिँ हेर्ने कोही पनि छैन, त्यो यु आर नट एक्टिभ। ग्रुप पनि एक्टिभ छैन, तपाईँले टिमलाई मान्छे राम्रोसँग बुझाएको छैन होइन। कम्ती पनि मेन की लिडरहरू एक्टिभ हुनुपर्छ ग्रुपमा, बल्ल म्यासेज फ्लो हुन्छ। त्यसको लागि ध्यान दिनु होला। तपाईँहरूले यस्तो कुराहरू पनि एकदम ध्यान दिनुहोस्। सोसियल मिडियालाई एकदम युज गर्न जान्नुहोस्। सबै वाट्सएपको ठिङ यता तपाईँको मेसेन्जरको ठिङ मेसेज तपाईँलाई म्युट गर्ने बानी बनाउनुहोस्। सबैको अहिले त्यो सबैको अप्सन आएको छ, किनभने अहिले युरोप अमेरिकामा चाइनामा अहिले रिसर्च गर्दाखेरि सबैभन्दा बढी मान्छे फ्रस्ट्रेसनमा गइरहेको छ थ्रु द सोसियल मिडियाको कारणले। त्यही भएर अहिलेको ट्रेनिङ कस्तो अहिले थाहा छ तपाईँहरूलाई, डिभाइस फ्री। अब कसरी यो सोसियल मिडिया ल्यापटपबाट कसरी टाढा बस्ने त, यो बिना पनि कसरी हामी जिउन सकिन्छ भन्ने ट्रेनिङ हुँदैछ। अब यो नभइकन तपाईँ बस्नै सक्नुहुन्न। त्यस कारणले यो चिजलाई सही तरिकाले प्रयोग गरेर आफ्नो बिजनेसलाई एक्सपान्ड गरौँ। श्याम सरले जस्तो मान्छे ल्याउ न, तपाईँको फेसबुक चलाउनुहुन्छ भने बुडुङडुङ मान्छे आउँछ त। एउटा भिडियो भाइरल भयो भने त मान्छेले सर कहाँ बस्छ प्रडक्ट सर भन्छ, मेसेज गरे गर्छ त। तपाईँहरूलाई पनि त्यो फेसबुक छ, टिकटक छ। सर मलाई पनि कहाँ यो काठमाडौँमा कहाँ पाउँछ सर, मलाई पनि दिनु न प्रडक्ट, कहाँनिर नम्बर पाउँछ यो प्रडक्ट भन्छ। खोइ तपाईँहरूले गरेको तपाईँहरूले पनि फ्री छ त। मेरो एउटा भिडियो भाइरल हुँदाखेरि 100-300 जना मान्छेले मेसेज गर्यो, मैले रिप्लाई गर्न नसकेको। तपाईँहरूले पनि रिल बनाउन मिल्यो, अरूको भिडियो टेक्स्टमा काटेर हाल्न मिल्यो, आफ्नै बनाउन मिल्यो। जसरी हुन्छ जसरी गर्नु न, तपाईँको टिम बढ्नु पर्यो। यो बिजनेसमा सेयर गर्न डराउनु पर्दैन, तर्साउनु पर्दैन, तपाईँ ढुकढुक हुनु पर्दैन। इट्स अ पर्फेक्ट बिजनेस, ट्रस्टेड बिजनेस, लिगल बिजनेस। तपाईँ जसरी पनि गर्नुहोस्, नराम्रो काम नगर्नुहोस् होइन, जसरी गर्नुहोस्, नढाड्नुहोस्, छल कपट नगर्नुहोस्, नभएको कुरा नगर्नुहोस् होइन। त्यो भयो भने तपाईँले सही तरिकाले मान्छेलाई कुरा गर्नुहोस्, नडराउनुहोस्। यति राम्रो कुरा पनि कुरा गर्न डराउनुहुन्छ भने तपाईँ लाइफमा धेरै पछि पर्नुहुन्छ। त्यस कारणले म तपाईँहरूलाई जहिले पनि भन्छु, आफ्नो टिमलाई, आफूले ल्याएको मान्छेहरूलाई सही नलेज र सही व्यक्तिसँग भेटाउनुहोस्, र अनलाइन र फिजिकल तपाईँ जसरी सक्नुहुन्छ भेटाउनुहोस्। र प्रत्येक दिन सिक्न जरुरी छ, हामीलाई प्रत्येक दिन सिक्न जरुरी छ। डिसिजनमा हामीलाई 1 घन्टा आधी घन्टा छुट्याउनुहोस् भन्दै तपाईँ सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। टाइम पनि गइसकेको छ है, लगभग अब हामी भोलि
पर्सि शनिबार भेट्छौँ र पर्सि शनिबार हामी हेल्थ सम्बन्धी र टेस्टिमोनियल सम्बन्धी एड गर्छौँ र हरेक प्रोग्रामको बारेमा कुन प्रोग्राममा कुन मिटिङ कस्तो टाइपको मिटिङ हुन्छ भन्ने कुरो एकदम जानकारीमा तपाईँ लिडरले थाहा हुनुपर्छ र आफ्नो टिमलाई त्यहाँ अनुसार म्यासेज फ्लो गर्नुहोस् है र तपाईँकोहरूले आफ्नो पनि जस्तै ट्युजडेको दिनमा आज जस्तै बिहिबारको दिनमा स्पेसल सर वीर सर आज चाहिँ यो सम्बन्धी फोकस गर्नु पऱ्यो श्याम सर यो सम्बन्धी फोकस गरिदिनु पऱ्यो तपाईँले भन्नुभयो भने नभने त जे गरे नि भइहाल्यो त भनेको मान्छेको कुरो सुन्ने भयो नि त जो स्पिकरले पनि क्वेसन सोध्ने मान्छेको जवाब पाइसक्यो क्वेसन नसोध्ने भने कहिले पाउँछ जवाब नेभर एभर अघि हाम्रो प्रेम सरले क्वेसन सोध्नुभयो उहाँले जवाब पाउनु श्याम सरबाट क्वेसनै सोधेन कहिले पाउँछ त्यही चाहिँ क्वेसन गर्न पनि जान्नुपर्छ है सो त्यो भएकोले क्वेसन पनि गर्नुहोस् भन्दै यहाँ सबैजनालाई तपाईँहरूको उपस्थितिको लागि धन्यवाद दिन चाहन्छु हामीलाई आज 22-23 भएको थियो सबैजनाले आफ्नो लिङ्कहरू समयमा मिटिङको कुरामा सेयर गर्न होला आफ्नो ग्रुपलाई एक्टिभ बनाउनु होला मेरो ग्रुपमा मात्रै मैले गरेको ग्रुपमा मात्रै एक्टिभ नहुनु होला तपाईँको आफ्नो ग्रुप बनाउनुहोस् एउटा धेरै ग्रुप नबनाउनुहोस् फेरि एउटा मात्रै बनाउनुहोस् धेरै मेसेज गयो भने झ्याउ लाग्छ त्यसले मान्छे भाग्छ त्यस कारणले म्युट पनि तपाईँ म्युट गर्न सिकाउनुहोस् र स्क्रिन सेयर गरेर यस्तो यस्तो गर्नुहोस् भनेर सबैले सिकाउनु होला भन्दै टेलिग्राममा चाहिँ हामीले किन अहिले चाहिँ तपाईँको यो सजिलो भएको छ भने त्यो 1 GB 2 GB फाइललाई पनि अपलोड गर्न मिल्ने सेयर गर्न मिल्ने फरवर्ड गर्न मिल्ने एकदम इजी तपाईँको हेर्नलाई छिटो हुने छिटो लोडिङ हुने भएको कारणले टेलिग्रामलाई हामीले एकदम अहिले पर्फेक्ट मानेको छ त्यो भएर अहिले हाम्रो 4 GB 2 GB को कोर्स त्यसको कोर्सहरू पनि त्यो अपलोड भइरहेको छ त्यसले गर्दाखेरि चाहिँ टेलिग्राममा एकदम सजिलो छ अहिले हेर्नलाई टेलिग्राममा फेरि राम्रो नराम्रो पनि हुन्छ नराम्रो फेरि यो चिन्ता नचिनेको मान्छेले तपाईँलाई हाई भन्छ स्क्याम गर्छ त्यो पनि हुन्छ त्योबाट बच्नु होला व्हाट्सएपमा पनि त्यस्तै हुन्छ तपाईँले विभिन्न ठाउँमा नचाहिने ठाउँमा क्लिक गर्यो भने तपाईँको फोन नम्बर अरूले लिन्छ तपाईँलाई फलोअप गरे गर्छ त्यो ध्यान दिनु होला धेरै अनलाइन स्किमहरू हुन्छ 100 रिङ्गेट हाल्नुहोस् 20 रिङ्गेट हाल्नुहोस् 2000 हाल्नुहोस् तपाईँको डबल भएर पैसा आउँछ भन्ने अनलाइन स्किमहरू हुन्छ त्योबाट बच्नु होला नफस्नु होला है भन्दै यहाँ सबैजनाको तपाईँहरूको उपस्थितिको लागि धन्यवाद दिँदै श्याम सर सञ्जय सरलाई पनि धन्यवाद दिन चाहन्छु तपाईँ सम्पूर्ण धन्यवाद दिन चाहन्छु र शनिबारमा धेरैभन्दा धेरै साथीहरूलाई इन्भाइट गर्नु होला भन्न चाहन्छु थ्याङ्क यू सो मच सबैजनालाई थ्याङ्क यू